पहिला पहिला चाहिँ दुःख गरिन्थ्यो, अहिले चाहिँ त्यही दुःखको एउटा फल आफूले पाइरहेको छु भने जस्तो एउटा फिलिङ आइरहेको छ। गभर्मेन्टको काम त्यही हो, चिल नै हुन्छ भन्न चाहिँ। अहिले धरा पाराखेन नि काम परे अनेक थरी काम गरियो। प्रोफेसनल काम चाहिँ पछि कुकरी गरेपछि गर्न थाल्यो है। किनभने आफ्नो कम्फर्ट जोनमा बस्यो भने आई थिङ्क कहिले पनि अगाडि बढ्न सकिँदैन। खतरान पर घरको इङ्ग्लिस पनि डिफ्रेन्ट छ है, तपाईँहरूले कतिको नोटिस गर्नुभयो है? हामीले पढेको बुकमा पढेको फिल्ममा देखेको इङ्ग्लिसभन्दा निकै फरक छ यहाँको इङ्ग्लिस। त्यो फाउन्डेसनल नलेज छ, उसले चाहिँ अब एआईलाई पनि कसरी युज गर्न सकिन्छ। आनन्द भएर बस्नुपर्ने रहेछ जीवन, यस्तो फ्रजाइल लाइफ छ होइन, किन टेन्सन लिने। हेलो एन्ड नमस्ते, वेलकम टु द थर्ड एपिसोड अफ आवर बल्ल थापा पोडकास्ट। हामीले चाहिँ अहिले योभन्दा अगाडि दुईवटा पोडकास्ट तपाईँहरूमा आज ल्याइसकेका छौँ। इन आवर फर्स्ट एपिसोड वी ट्राई टु कभर द लाइफ स्टोरी द्याट ह्यापन इन अस्ट्रेलिया विथ आवर टु गेस्ट, जहाँ चाहिँ उहाँहरूले स्टुडेन्ट भएर आउँदाखेरिको कतिको स्ट्रगल हुन्छ, के हुन्छ भनेर त्यो लाइफ सेयर गरिसक्नुभयो। अनि आवर सेकेन्ड एपिसोड वी कभर हाम्रो ग्रेजुएट, वेन यु फाइनली गो टु यर ग्रेजुएसन के प्रोसेसहरू हुन्छ, तपाईँहरू के गर्नको लागि अगाडि सोच्नुहुन्छ भन्ने कुरा त्यो हामीले कभर गऱ्यौँ। र इन आवर थर्ड पोडकास्ट टुडे आइ एम कभरिङ द प्रोफेसनल। वेन यु ग्रेजुएट तपाईँको त्यो सारा दुःखहरू 2 वर्ष 3 वर्ष 4 वर्ष लाएर तपाईँ पढ्नुहुन्छ, पढेपछि वन्स यु ग्रेजुएट अल्टिमेट गोल इज टु वर्क इन द फिल्ड द्याट यु हेभ ग्रेजुएटेड, डजन्ट म्याटर वाट काइन्ड अफ स्टडी हेभ डन। तपाईँहरू पढेर अब आफ्नो फिल्डमा काम गर्न पाउँदा चाहिँ तपाईँलाई धेरै नै मजा आउँछ। त्यस्तै मजा लिनुभएको मसँग आज दुईजना गेस्ट मैले आज बोलाएको छु हाम्रो पोडकास्टमा। अब ढिला नगरी हाम्रो पोडकास्ट सुरु गरौँ। मेरो दुईजना गेस्ट, तपाईँहरू दुवैजनालाई स्वागत छ। थ्याङ्क यू फर कमिङ टु आवर पोडकास्ट। पहिला चियर्स गरिहालौँ। आफ्नो यस्तो अमूल्य समयलाई तपाईँहरूले हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। धन्यवाद। अब सानो एउटा इन्ट्रोडक्सन दिउँ अनि त्यसपछि हाम्रो पोडकास्ट सुरु गरौँ न त। हाम्रो उस सुरु गरौँ। मेरो नाम सुभाष पोखरेल, अहिले चाहिँ वेस्टफिल्डमा बस्छु म। एउटा क्याफेमा एज अ म्यानेजर भएर काम गरिरहेको छु। पर्थ आएको लगभग धेरै भयो होइन, तर अस्ट्रेलिया आएको चाहिँ थुप्रै भइसक्यो। गुड टु हेभ यु इन आवर सो। थ्याङ्क यू सो मच। अनि हाम्रो सेकेन्ड गेस्ट मेरो नाम चाहिँ रिजन चापाके, अस्ट्रेलिया आएको 8 वर्ष जस्तो भयो। अहिले चाहिँ आइटीमा काम गरिरहेको छु, ब्याचलर ग्रेजुएट भएर आइटीमा काम गरिरहेको छु। भन्छ लाइफ झकास छ, लाइफ दुईजनाको लाइफ झकास छ नि। पक्कै पनि हुनै पऱ्यो नि। आफूले गरेको त्यो के दुःखहरू सबै कुराहरूबाट आइसकेपछि त्यो खुड्किलो नागेर अब लाइफको एउटा नेक्स्ट स्टेपमा भएर हामी अब प्रोफेसनल भएर एउटा प्रोफेसनल जब एउटा गइरहेछौँ। त्यो जब गर्न पाउँदा चाहिँ कतिको खुसी लागिरहेछ फर्स्ट थिङ फर्स्ट। पछाडि फर्केर हेर्दाखेरि त्यो अब जुन युनि टाइमको त्यो ड्रिम त्यो चाहिँ अहिले पुरा हुँदाखेरि चाहिँ एकदमै त्यो ड्रिम कम ट्रुकै फिलिङ हो। एकदम आनन्द रमाइलो लागिरहेछ। जस आफूले जे काम गर्छु लाइफमा भनेर बच्चादेखि सोच्दै आइरहेको कुरा अहिले गर्न पाउँदा, त्यहाँमाथि अस्ट्रेलियामा आएर यो लेभलको एज अ नेपाली अस्ट्रेलियामा यो लेभलको चाहिँ काम गर्नु पाउँदा एकदम प्रिभिलेज फिल हुन्छ। हजुर, अब विगतका दुःख हेर्दाखेरि चाहिँ अहिले पाएको त के अचिभमेन्ट हो र, यी त नगर्ने छन्। तैपनि केही अलिकता राहत चाहिँ भइरहेछ यो क्षेत्रमा आइकन। अब सङ्घर्षहरूलाई कोट्याउँदै हेर्ने हो भने चाहिँ यहाँसम्म पुग्दाखेरि एउटा छुट्टै खुसी भइरह। अनि अब पहिला पनि काम गरियो त्यही अनुसार सबै थोक गरियो, तर यहाँसम्म पुग्नलाई चाहिँ गरेका सङ्घर्षहरूले अहिले चाहिँ राहत पाइरहेछन्। त्यही हो, पहिला चाहिँ दुःख गरिन्थ्यो, अहिले चाहिँ त्यो दुःखको एउटा फल आफूले पाइरहेको छु भने जस्तो एउटा फिलिङ आइरहेको छ। 100% होइन। अहिले अब इफ यु डोन्ट माइन्ड कहाँ काम गरिरहनु भएको छ र? अहिले डोम भन्ने एउटा क्याफे छ पर्थमा अहिले। अनि तिमी अहिले के गर्दैछौ र कता काम गर्दैछौ इफ यु डोन्ट माइन्ड सेयरिङ? म चाहिँ यता गभर्मेन्ट डिपार्टमेन्टमा सफ्टवेयर डेभलपर काम गरिरहेको छु, डिपार्टमेन्ट अफ प्लानिङ ल्यान्ड हेरिटेजमा। अस्ट्रेलियाको गभर्मेन्ट? वेस्टर्न अस्ट्रेलियाको गभर्मेन्ट, स्टेट गभर्मेन्ट। राम्रो छ, रमाइलो छ गभर्मेन्टको काम।
त्यही हो चिल नै हुन्छ भन्न चाहिँ कति छोरी माग्न त गएको थिएन नि सरकारी चाकरी छैन्छ भनेर त भनेको थिएन त्यसलाई छोरी माग्ने थिएन त्यस्तो त केही पनि थिएन त्यस्तो प्रेसर त थिएन द्याट्स वाट यु वान्टेड टु बी अब तिमीले आइटीमै काम आइटी नै पढेको नि कुन युनिभर्सिटीबाट ग्रेजुएट भयो म मडर्न युनिभर्सिटीबाट ग्रेजुएट भएको 21 मा ग्रेजुएट भएको अनि आइटीमै जेमा पढेको तिमीले यु गट टु वर्क इन द फिल्ड द्याट इज पढ्दैखेरिदेखि नै मजाले जे त्यसमै अपर्च्युनिटी पाइयो अनि त्यसमै गरिरहेको छु इन्जोय पनि गरिरहेको छु सो फार अनि तपाईँले पनि त्यही हो तपाईँ पनि सुरुमा अस्ट्रेलिया आउँदा त्यही पढ्छु भनेर आउनु भएको थियो अनि द्याट्स वाट यु बिकम कि अब लाइफमा अब त्यो धेरै कुरा हुन्छ त्यो पोडकास्टमा भन्ने साध्य छैन यो बुझ्ने मान्छेले बुझिसक्छ होइन तपाईँ त्यही पढ्न आउनु भएको थिएन तर अहिले जापान पुग्नु भएको छ इट वाज मेन टु बी नि त तर सुरुमा यहाँ आउँदाखेरि त अर्कै पढ्ने हिसाबले अर्कै हिसाबले आएको थियो मेरो सोचाइ नै फरक थियो यहाँनिर आएर समय सिचुएसन त्यही अनुसार बन्दै गयो आफ्नो प्रोफेसन पनि चेन्ज गर्दै गरियो सुरुमा त म पनि उहाँले भने जस्तो आइटीकै क्षेत्रमा फड्को मार्दै थिएँ तर सफलता सबैले पाउँछन् भन्ने छैन पाइएन केही छैन यत्तिकै हतोत्साहित भएर के बस्नु भने अर्कोतिर पहल गरेँ बिस्तारै अहिले यो क्षेत्रमा आयो खुसी छु त्यही हो राम्रै छ होइन त्यो मसँग हुँदाखेरि नि मेरो आफ्नै सेमेस्टरमा जब म सुरुमा ब्याचलर पढ्न आएको थिएँ हजुर मेरो युनिमा के भन्छ सुरुमा डिप्लोमा थ्रु म ब्याचलर पढेको डिप्लोमा पढ्दाखेरि यतिजना नेपाली थिएँ युनिमा जाँदाखेरि बिएलई 1 र 2 यु कुड ओन्ली सी बिएलई 1 एकजना दुईजना मात्रै देखिन्छ सो सबैको आफ्नो कन्डिसन हुन्छ आफ्नै लाइफको स्टोरी हुन्छ के हुन्छ होइन यु डोन्ट गेट वाट यु वान्ट अलवेज इन यर लाइफ तर हार नमानेर अहिले जहाँसम्म पनि पुग्ने त्यही नै ठुलो कुरा हो तिमीले चाहिँ सुरुदेखि नै आइटी पढ्छु भनेर आयो आइटीमा ग्रेजुएट पनि भयो अनि आइटीमा काम पनि सुरु गर्यो भने चाहिँ मेरो चाहिँ नेपाल हुँदाखेरि चाहिँ मलाई मेकानिकल इन्जिनियरिङ पढ्न मन थियो गाडीहरूको सकिन्थ्यो तर अब आउँदाखेरि चाहिँ त्यो स्योर चाहिँ भइसकेको थिएन तर अब आउँदाखेरि चाहिँ यसो हेर्दाखेरि प्रोफेसनलले चाहिँ केमा अलिकति बेटर हुन्छ भनेर हेर्दाखेरि आइटीको नि राम्रो देखियो अनि प्लस मेरो दाइ पनि यहाँ आइटी पढ्दै हुनुहुन्थ्यो अनि स्कोप राम्रो देख्नु भएको थियो उहाँले अनि उहाँसँग एडभाइस माग्दाखेरि चाहिँ आइटी नै राम्रो छ त्यसमै आउँदा आउँछ भन्नुभयो त्यसपछि आएर पढ्न थालेँ म अब प्लस टूमा नि पढ्न त कम्प्युटर साइन्स पढेँ थिएँ त्यसमा नै अलिअलि इन्ट्रेस्ट थियो अनि यहाँ आएर त्यसमै ब्याचलर डिप्लोमा लिडिङ टु ब्याचलर गरियो अनि काममै ग्रेजुएट हुन गाह्रो भएन ग्रेजुएट हुनु गाह्रो भएन त्यस्तो मजाले सकियो मेहनती स्टुडेन्ट भनेपछि मेहनती ठिकै यहाँको असाइनमेन्ट अब त्यस्तो कम्प्लिकेटेड हुन्न अलिअलि जस्ट टाइम त दिनुपर्छ ट्युटोरियलहरूमा मजाले टाइम दियो भने त्यस्तो ऊ छैन इम्पोसिबल जस्तो लागेन अहिले धरा पाराखेन नि काम अलिअलि आइरहेछ तर त्यसलाई युज गर्ने ऊ गर्दैछौँ आफूले त्यसलाई युज गरेर चाहिँ कामलाई एफिसियन्ट बनायो भने अनि के भन्छ ग्रेजुएसन पछि प्लानै थियो तपाईँको अब जसरी तपाईँले कुक गरिसक्नुभयो कुक गरिसकेपछि तपाईँको प्लानै थियो कि दिस इज वाट आई वान्ट टु डु म म्यानेजर नै भन्छु म अलरेडी नै हस्पिटालिटीमा लागिसकेको मान्छे तपाईँ होइन हस्पिटालिटीको दुःख सुख सबै देखिसक्यो एक्सपिरियन्स पनि भोगिसकेको तपाईँ यु ह्याड एक्सपिरियन्स अफ एभ्रिथिङ एन्ड वेयर इज स्योर कि तपाईँ म म्यानेजरै हुन्छु भन्ने तपाईँलाई थियो एउटा कि तपाईँलाई भित्रदेखि नै त्यो एउटा त्यो हुन्छ नि म होइन म्यानेजरै भन्नुपर्छ भन्ने एउटा थियो आएको थियो तपाईँलाई वास्तवमा त म त यसो अस्ट्रेलिया जान्छु एकाध वर्ष काम गर्छु सर्टेन क्यापिटल जति सेभिङ गरेर अनि फर्किन्छु भन्ने त्यो हिसाबले आउन त आई थिङ्क मोस्ट अफ द नेपाली जब पनि नेपाल छोड्छ सबैजनाले भन्ने कुरा चाहिँ त्यो हो त्यो क्लिसे नै भनौँ त्यो एउटा होइन तर यो अस्ट्रेलिया कस्तो गन्जोल रहेछ भने सबैतिरबाट तपाईँलाई घेरेर यसरी राख्छ कि फुत्किउन भन्दाखेरि पनि उपाय पाउनुहुन्न घरि केले तानेर राख्छ पछि बिस्तारै बुझ्दै गएपछि अब पैसै कमाउने हो भने त प्रोफेसनल तरिकाले कमाउन किन त्यो अनेक थरी गरेर कमाउने भनेर अनि प्रोफेसनल बन्न के गर्नुपर्छ भन्दाखेरि कुनै प्रोफेसनल काम गर्नु पऱ्यो अनि अनेक थरी काम गरियो प्रोफेसनल काम चाहिँ पछि कुकरी गरेपछि गर्न थाल्यो अनि मैले पेन्टिङ पनि गरेँ मैले रोड मेन्टेनेन्स कामहरू पनि गरेँ बल्ल पनि उचालेँ सबै खालको काम गरेँ सबै क्षेत्रमा भिजेँ कतै पनि चित्त नबुझेर बसिरहेको थिएँ अनि अहिले यहाँ आएर चाहिँ राहत भइरहेको यसमा पनि चित्त चाहिँ बुझाएको छैन होइन त्यही नै राम्रो सबैभन्दा त्यो मान्छेको एउटा गुण नै राम्रो सबैभन्दा राम्रो कुरा नि थियो चित्त नबुझाउने नै हो जस्तो लाग्छ किनभने आफ्नो कम्फर्ट जोनमा बस्यो भने आई थिङ्क कहिले पनि अगाडि बढ्न सकिँदैन कतिजना इभन मैले पनि गल्ती गरेको थिएँ होला कति बेला आफ्नो त्यो
समय आएको बेलामा कम्फर्टेबलमै भएर होइन मलाई यत्तिकै ठिक छ भनेर बस्नु त्यो एउटा नहुनु पनि त्यो एउटा त्यो आगो नै मनमा हुनु पनि एउटा त्यो धेरै नै राम्रो कुरा त्यसरी होपफुली विल गेट टु सी एज अ डिरेक्टर अफ डोम्स हुँदैन होइन अनि तिम्रो के थियो प्लान के थियो तिमी ग्रेजुएट भएपछि चाहिँ अब म आइटी नै गर्छु भन्ने थियो कि के थियो ग्रेजुएट भएपछि त्यही नै थियो पढ्दाखेरि अब पहिला अब पढ्दै चाहिँ काम अब जे पाइन्छ त्यही गरियो होइन अब सर्भाइभ हुनु परिहाल्यो आइटीमै काम नपाइने अनि कामहरू चाहिँ जे होस् दाइले मेरो दाइदेखि धेरै इन्सपायर थियो मैले धेरै कुरामा अनि दादाले चाहिँ आएदेखि जे होस् काम गरिरहनु भएको थियो आइटी फिल्डमै अनि मलाई पनि लाग्थ्यो उहाँले पाउनुहुन्छ भने मैले चाहिँ किन नपाउने पढ्दै भनेर एप्लाई गरिरहन्थेँ ट्राई गरिरहन्थेँ अनि लास्ट सेमिस्टरमा चाहिँ एउटा अपर्च्युनिटी पाएँ इन्टर्नसिपको अनि पढ्दै त्यहाँ इन्टर्नसिपको पाइयो त्यसपछि चाहिँ सजिलो भयो नेक्स्ट काम पाउनलाई किन भन्दा त यहाँ त जे काम जुन लेभलको काम खोजे पनि हजुरको एक्सपिरियन्स हेर्छ अनि अब त्यो फर्स्ट ब्रेक थ्रु चाहिँ एकदम गाह्रो हुने कि अनि त्यसलाई चाहिँ पढ्दै त्यो इन्टर्नसिप पाइयो रिमोट त्यसले धेरै हेल्प गर्यो के प्रोसेस थियो लाइक अब जसले पनि सुनिरहनु भएको छ हामीलाई वाट इज द प्रोसेस थियो अब कलेजमै हुन्छ कि त्यो इनिसिएट गर्छ कलेजले आफैले अथवा तिमी जुन युनिमा पढिरहेको छौ त्यो युनिले नै इनिसिएट गर्ने हो कि यो इन्टर्नसिप प्रोग्राम इन अस्ट्रेलिया किनभने मेरो टाइममा म जब युनिमा थिएँ बेली होला कुनै बेला त्यो सेमिनारहरू हुन्थ्यो के हुन्थ्यो तर युनिले चाहिँ त्यस्तो चासो देखाउँदैन थियो जो पनि पढिरहेको छ उनीहरूले दे हायर लाइक ए सेमिनार समथिङ अनि त्यसपछि तिमीलाई इन्ट्रेस्ट छ भने गर नगर्ने भए नगर भने जस्तो हुन्थ्यो त्यो एउटा त्यो रेगुलेटरी गरेर इन्टर्नसिप गर्नै पर्छ भन्ने त छैन होइन छैन युनिमा चाहिँ त्यस्तो छैन तर लास्ट सेमिस्टरमा चाहिँ हजुरको एउटा प्रोजेक्ट हुन्छ त्यसमा चाहिँ एक्सटर्नल रियल कम्पनीको मान्छे आएर चाहिँ एउटा डेमो प्रोग्राम दिन्छ उनीहरू चाहिँ युनिले त्यो मान्छेलाई बोलाएको हुन्छ त्यो चाहिँ रियल लाइफको एक्सपिरियन्ससँग चाहिँ एउटा प्रोफेसनल मान्छेहरू काम गरेको एक्सपिरियन्स मिल्छ त्योबाट चाहिँ होइन अनि त्यो गरेर त्यो नै एउटा एज अ इन्टर्नसिप नै लिन सकिन्छ अनि उनीहरूको थ्रुबाट चाहिँ उनीहरूको कम्पनीमा राम्रो मन पऱ्यो भने उनीहरूले हायर पनि गर्छ कि आइटी फिल्डमा चाहिँ त्यस्तो छ अनि धेरै जस्तो चाहिँ अब आफैले एप्लाई गर्ने हो ठुलो कम्पनीहरूले ग्रेजुएट प्रोग्रामहरू रिलिज गरिरहेको हुन्छ जुन टाइममा चाहिँ ग्रेजुएटहरू लास्ट सेमिस्टरतिर हुँदाखेरि चाहिँ रिलिज गरिरहेको हुन्छ अनि एप्लाई गर्यो अब ऊ चाहिँ कम हुन्छ त्यो ग्रेजुएटको नम्बर र उनीहरूले इन्टर्नसिप हायर गर्ने नम्बर एकदमै कम हुन्छ सबैबाट एकजना छानेन त होइन अलिकति गाह्रो नै हुन्छ जे होस् तिमीलाई एउटा इन्टर्नसिप आफैले त्यो इनिसिएट गरेर आफैले इन्टर्नसिप म गर्छु नै भनेर गएर चाहिँ त्यो इन्टर्नसिपले चाहिँ धेरै हेल्प गर्छ तिमीलाई एकदम धेरै त्यसले चाहिँ मैले त्यो पनि लिङ्क्डइनको थ्रुबाट पाएको लिङ्क्डइनमा ऱ्यान्डमली अब जे भेटिन्छ होइन इन्ट्री लेभलको ग्रेजुएट डेभलपर जुनियर डेभलपर ग्रेजुएट रोलहरू देखेँ कि सब एप्लाई गर्दै चाहिँ त्यस्तो एउटा इन्टर्नसिप लिङ्क्डइनकै थ्रुबाट स्टार्टअप कम्पनी थियो त्यो अनि फुल्ली रिमोट काम त्यो काम चाहिँ तर घरबाट गर्ने अनि अब युनि पढ्दै फ्री टाइम जति पनि हुने त्यो बेलामा अनि आफ्नो टाइममा काम त्यस्तो हान्दैन थियो किनभने हाम्रो योभन्दा अगाडि नि स्टुडेन्टहरूलाई बोलाएको थियो होइन काम गरे छु काम पढायो भने चाहिँ तिम्रो चाहिँ जे होस् लास्ट सेमिस्टरमा अलिकति फ्री टाइम पायो किनभने लास्ट सेमिस्टरमा त अब फी तिर्नु पनि स्ट्रेस पनि के हुँदैन अब जे होस् यो आएर माइन्डसेट कि अब चाहिँ म आइटीमै काम गर्छु भन्ने एउटा त्यो माइन्डसेट चाहिँ दिन्छु कामलाई चाहिँ कट अफ गर्दै गयो विकेन्डमा चाहिँ डबल हुन्थ्यो तर विकडेजमा चाहिँ 2 दिन 3 दिन जस्तो चाहिँ युनिलाई टाइम दिउँ अब युनि लाइफ नै रमाइलै हुन्छ होइन लास्टमा गएपछि त फिल हुँदै जान्छ नि त किन भन्दा युनि स्पेन्ड नै गर्न पाइया हुँदैन कि गयो क्लास गयो अनि त्यसपछि काममा दौडिने हतार हुन्थ्यो अनि जस्ट युनि पनि इन्जोय गरौँ अब पढाइ के हो त त्यो पनि अब अस्ट्रेलिया आइएछ पढिएछ होइन पिएचआर भएन त नेपाल फर्किनुपर्छ अर्को 2 वर्ष 4 वर्षपछि केही मेमोरिज लगौँ गुड मेमोरिज भन्छ तिम्रो इन्टर्नसिपकै थ्रुबाट काम पाएको हो कि लाइक यु ह्याड टु गो थ्रु सम अदर प्रोसेसेस कि तिमीले एक्स्ट्रा केही एफोर्टहरू केही लगाएको थियो कि तिमी चाहिँ इन्टर्नसिप गरेँ त्यसपछि रेज्युमीमा एउटा आई ह्याड समथिङ इन दिस प्रोफेसन टाइपको भयो त्यो भएपछि चाहिँ आई थिङ्क त्यसले चाहिँ होला मलाई इन्टरभ्यूहरूमा बोलाउनु थाल्यो इन्टर्नसिप पछि चाहिँ नत्र त्योभन्दा अगाडि चाहिँ खासै इन्टरभ्यूमा पनि गइएको थिएँ त्यसपछि इन्टर्नसिप सकेपछि ग्रेजुएट पनि भएँ अनि त्यसपछि चाहिँ सरी ग्रेजुएट भएको थिएन 1 सेमिस्टर बाँकी थियो त्यो टाइममा चाहिँ यस्तै ऱ्यान्डमली एप्लाई गरिरहने आफ्नो अब आइटी फिल्डको इन्ट्री लेभलको जब भन्छ एप्लाई गरिरहन्थेँ अनि इन्टरभ्यूमा बोलाइराखेको थिएँ अनि त्यसपछि एउटा लास्टमा चाहिँ अनि पाइयो एउटा इन्टरभ्यू राम्रो भयो अनि त्यसमा अप्लाई चाहिँ गरिरहनु पर्ने चाहिँ कुन बेला कहाँ बोलाउँछ है त्यो प्रोसेस चाहिँ के थियो कति सजिलो थियो अथवा गाह्रो थियो हाउ मेनी लाइक जब वन्स यु ग्रेजुएटेड
हाउ मेनी जब डिड यु युज टु अप्लाई एभ्री डे कतिवटा जब तिमी लाइक इन एभरेज अब मैले गनेर भन्नु भने त होइन इन एभरेज तिमीले कतिवटा जति चाहिँ जब अप्लाई गर्यो कतिवटा चाहिँ रिजेक्सन तिमीले पायो के पायो हाउ मेनी रिजेक्सनहरू चाहिँ आई थिङ्क 400-500 पुग्यो होला किनभने त दिनको 20-25वटा त गरिन्थ्यो कि त्यो एउटा फिल्टर बनाएको थिएँ मैले सिकमा अनि सिकमा एउटा भयो लिङ्कडिन इन्डिड अरूमा नि गरिन्थ्यो सिकमा चाहिँ त फिल्टर थियो एभ्री डे चाहिँ त्यहाँ सर्च गर्ने अनि त्यसपछि जुन जुन नयाँ नयाँ आएछ त्यसमा चाहिँ ड्याङ 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 एप्लाई हान्ने पहिला पहिला चाहिँ यस्तो पनि भयो त्यो एप्लाई गर्दाखेरि चाहिँ अब के अपलोड गर्ने कसरी गर्ने भन्ने नि थाहा थिएन रेज्युमी मात्र हालिन्थ्यो अनि कभर लेटर एउटा त्यो स्याम्पल एउटा कभर लेटर भयो अनि त्यसपछि सबैतिर त्यही एउटै पठाइदिने गर्थ्यो एउटा कामको लागि होइन हाम्रो चाहिँ जेनरल एउटा त्यो रेज्युमी हुन्छ अनि त्यही नै अप्लाई हालेर त्यही गरिन्थ्यो अनि पछि चाहिँ अब जब त्यो एउटा त्यो प्रोसेस चाहिँ तिम्रो लागि सक्सेसफुल भएन लाइक तिमीसँग एउटा त्यो स्याम्पल एउटा कभर लेटर डियर यो हायरिङ म्यानेजर ब्ला 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 अनि तिमीसँग भएको एउटा त्यो एउटा रेज्युमीले त्यसले काम गर्यो तिम्रो होइन फर्स्ट जब ल्यान्ड गर्न चाहिँ दाइ त्यसले नि काम गर्यो त्यो चाहिँ जबसँग रिलेटेड बनाउनु परेको कि सिभी चाहिँ किनभने त जबमा जे चाहिने छ सिभीमा नि अनि जबमा चाहिने र आफूसँग भएको कमन कुरा चाहिँ सिभीमा हाल्दाखेरि चाहिँ त्यो चाहिँ उनीहरूले यो चाहिँ हाम्रो लागि हुने क्यान्डिडेट हो है भनेर सर्टलिस्ट गर्दो रहेछ कि अनि त्यो भएपछि अनि एप्लाई पनि गरेको थिएँ मेरो फर्स्ट जबमा चाहिँ मेरो दाइ पनि त्यहीँ काम गर्ने अनि रेफरेन्स सरनेम एउटै पायो उनीहरूले अनि त्यसपछि चाहिँ क्रस चेक गयो अनि त्यसपछि भाइ हो भन्ने भयो तर अब सेम प्रोसेस इन्टरभ्यूको प्रोसेस त गयो उनीहरू अब आफन्त भन्ने बित्तिकै त्यत्तिकै त लिँदैन होइन तर इन्टरभ्यू रेफरेन्सले पनि अलिकति फरक पर्छ धेरै यहाँ चाहिँ अस्ट्रेलियामा त वाइल्डली फरक रेफरेन्स इट म्याटर्स है किन भन्दा अब प्रोफेसनल उसमा अब ट्रस्टको इस्यु हो नि त अब कस्तो काम गर्छ के छ थर्ड वर्ल्डबाट अब आएको इङ्ग्लिस के छ यसको होइन त्यो हुन्छ नि त प्रोफेसनल उनीहरूलाई त बिजनेसको एउटा इन्भेस्टमेन्ट गरिसकेपछि त्यति लामो इन्टरभ्यू प्रोसेसबाट गएको हुन्छ अब खत्तम मान्छे केही पनि नजानेको मान्छे पऱ्यो भन्दा उनीहरूलाई रिस्क भयो भनेर सकेसम्म चाहिँ रेफरेन्स भएको मान्छेले चाहिँ अब उसले पनि पुस गरिदिनु भयो उसलाई सिकाउने भयो होइन काममा त्यो भएर चाहिँ सजिलो भएको थियो फर्स्ट जबलाई त्यो एभरेजमा तिमीले 20-25वटा कामहरू चाहिँ एभ्री डे अप्लाई गर्यो एभ्री डे मोर देन 500-600 जब रिजेक्सन होइन रिजेक्सन अहिले जिमेलमा हेऱ्यो भने नि होइन म पनि थाकेको थिएँ भने त म पनि बल्ल बल्ल ग्रेजुएट भयो अनि काम गरेछ कि अर्कै काम गरेछ होइन अब आफूले भर्खर अब अकाउन्टिङ भनेर अकाउन्टेन्ट ग्रेजुएट गरेछ काम कसरी खोज्ने न रेफरेन्स गर्ने मान्छे कोही थियो न केही थियो अनि आई युज टु कम होम एभ्री डे बिहानै गयो त्यो हस्पिटालिटीमा काम गरेँ होइन बिहानै गयो आयो अनि मैले चाहिँ के गर्थेँ भने जस्ट मसँग एउटा रेज्युमी त्यो कभर लेटर थियो डियर हायरिङ म्यानेजर ब्ला 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 त्यो थियो अनि मसँग एउटा त्यो न जब डिस्क्रिप्सनको मतलब गर्थ्यो त्यो बेला आई थिङ्क म जस्तै हजारौँ मान्छेहरूले आई थिङ्क अहिले पनि त्यही नै गर्छ होला एउटा रेज्युमी हुन्छ हामीसँग किनभने भर्खर आएको भाइहरूलाई यता होला रेज्युम माग्यो काम एउटा अप्लाई गरेर भने रेज्युम पठाइदिनु भने कहाँ के रेज्युम पठाएर रेज्युमी बनाउन जान हुँदैन त्यो एउटा त्यो रेज्युमी अप्लाई गर्दा चाहिँ आई थिङ्क उनीहरूले खोजेको के कुरा हुन्छ हाम्रो रेज्युमी म्याच हुँदैन रेज्युमीमा त्यो डिस्क्रिप्सनहरू सबै कुरा भए पनि पोजिसनिङ कहाँ छ भन्नेले पनि इम्प्याक्ट पर्दो रहेछ किनभने उनीहरूको त एउटा जब हाल्यो भने हामीले अब लिङ्कडिनमा देखिन्छ नि 100 एप्लाइड 200 एप्लाइड त्यसमा चाहिँ उनीहरूले 100वटा एप्लिकेन्टबाट चाहिँ एउटा छान्नुपर्ने हुन्छ क्या त्यो भएर अब सबमा खोल्छ उनीहरूले टपमा चाहिँ उनीहरूलाई चाहिनेको कुरा स्ट्यान्ड आउट चाहिँ फर्स्ट उनीहरूको लुकमै त्यहाँ आँखा जानु पऱ्यो कि फर्स्टमा चाहिँ आफ्नो पर्सनल डिस्क्रिप्सन प्लस अब एक्सपिरियन्स छ भने एक्सपिरियन्स है यसको चाहिँ एक्सपिरियन्स रहेछ हामीलाई जे चाहिएको त्यही स्किल चाहिँ योसँग रहेछ भनेर चाहिँ फर्स्टमै उनीहरूले देख्यो भने अभियसली अब त्यसलाई सर्टलिस्ट गर्ने भयो अथवा अलिकति इफर्ट लगाएर हेर्छ रेज्युमी नत्र भने त सिधै लेफ्ट स्वाइप गर्ने अनि तिमी पनि पहिलेदेखि डोममै काम गर्थ्यौ अनि डोमबाटै यु गट प्रमोटेड टु बी अ म्यानेजर कि वाट वाज यु प्रोसेस तिमी अन्त एउटा हस्पिटालिटी काम गर्थ्यौ एन्ड देन यु अप्लाई फर डोम म्यानेजर मैले उसले गरे जस्तै रेज्युम बनाएर आँखाले नभ्याउने जत्रो यत्रो रेज्युम बनाएर हालिरहेको सबैमा हालिरहेको थिएँ अब देखि सिक.com लिएर अनेक अब चाहिने जति सबैमा हालिरहेको थिएँ अनि अरूबाट पनि आइरहेको थियो तर खासै चित्त बुझ्दै भएको थिएन अनि डोमलाई पनि मैले एज अ सेफ मात्रै भनेर अप्लाई गरेको थिएँ अनि इन्टरभ्यू लियो कुरा गर्दै गएको कुराको माहौलले अर्कै चेन्ज हुँदै गयो अनि अब सेफ भनेपछि सेफका क्वेसन सोध्छन् भनेर त्यही अनुसार प्रिपेयर भएर गइरहेको थिएँ भरे त कति मान्छेहरू छन् काम गर्ने तिम्रो अन्डरमा तिमीले कसरी मान्छे हेर्छन् अरे भाइ यो त अर्कै गइरह्यो अनि बिस्तारै चाहिँ अनि दे वान्टेड म्यानेजर अनि त्यस पछाडि
त्यही अनुसार पछि हायर गरेँ जस इन्टरभ्यू लिएँ अरे अनि दे फाइन्ड गुड अनि हायर भयो तर मैले सुरुमा अप्लाई चाहिँ सेफ किनभने त्यही क्षेत्रमा मात्रै गरेको थिएँ यो क्षेत्रमा त मेरो फर्स्ट एक्सपिरियन्स हो यस्तो भयो नि त अलिकति बौद्धिक मान्छे देख्यो बौद्धिक मान्छेलाई त लिमिटेड क्यापेबिलिटी भएको मान्छे होइन बौद्धिक मान्छेलाई त अलिकति झ्याम्मै अलिकति राम्रै खालको दिनु पर्यो यहाँ त हेर्छ नि त नि अलिकता फ्युचर ब्राइट जस्तो देख्यो भने त यिनीहरूलाई पनि फाइदा हो नि त होइन अब उनीहरूलाई जति राम्रो मान्छे राख्यो उनीहरूलाई पनि त्यही अनुसार फाइदा अनि त्यो हिसाबले भयो अनि अहिलेसम्म त्यसमै लागिरहेको छु अब होपफुल्ली अब हामी यो जब इन्टरभ्यूकै उसमा छौँ होइन सुरुमा अब ग्रेजुएट भइन्छ अप्लाई गरिन्छ रिजेक्सन चाहिँ पाइन्छ है फेरि रिजेक्सन पाइयो भन्नेमा हार खानु भएन यु हेभ टु किप अन गोइङ होइन कुनै न कुनै दिन काहीँ न काहीँ त ठोकिहाल्छ नि आफ्नो भाग्य अथवा आफ्नो रेज्युमी कसै न कसैसँग त मिल्दैन होइन यत्रो कामहरू हुन्छ के हुन्छ यार त्यही त अब स्ट्रगलिङ मान्छेहरूलाई चाहिँ एउटा रिजेक्सन भनेको नि एउटा आई थिङ्क इट इज नर्मल टु बी हुन्छ नि ए जति अप्लाई गरेन हुँदैन के गर्नु भन्ने त्यो इट माइट बी हुन्छ नि त्यो इजिएस्ट वे अफ गिभिङ अप पनि त्यही त त्यो जो मान्छे अब त्यो फेजमा पुग्यो भने चाहिँ गिभ अप गर्ने टाइपको फेजमा पुग्यो त्यस्तो सिचुएसन छ भने अथवा रिजेक्सनै नर्मल्ली रिजेक्सनै पाइरहेछ भने पनि हजुरले चाहिँ त्यो कम्पनीलाई हायरिङ म्यानेजरलाई चाहिँ इमेल गर्न सकिन्छ क्या मेरो रेज्युमेमा चाहिँ के भएर चाहिँ तैँले मलाई लेखिनस् त किन सर्टलिस्ट गरिनस् त किन रिजेक्ट भएमा क्यान यु प्रोभाइड डिस्क्रिप्सन भन्यो भने उनीहरूले भनिदिन्छ कि अब त्यो एउटाबाट थियो भने अब 200-300 एउटामा रिजेक्सन पायो होइन एउटाबाट त्यो फिडब्याक आयो अब त्यसलाई बेटर गरे होइन फेरि अर्कोबाट नि त्यो फिडब्याक पायो बेटर गऱ्यो त्यो गरेपछि त 200 वटा कुरा बेटर भयो 201मा चाहिँ सेलेक्ट हुन सक्यो नि त होइन त्यसरी चाहिँ गयो भने अब अभियसली प्रोफेसनल्समा चाहिँ पाउन सकिन्छ होइन अर्को भनेको लिङ्क्डइनबाट पनि अप्लाईहरू त हुन्छ लिङ्क्डइनबाट पनि रिप्लाईहरू आउँछन् होइन आइटी फिल्डको लागि चाहिँ लिङ्क्डइन चाहिँ एकदमै बेस्ट लिङ्क्डइन प्रोफाइल म्यान्डेटरी नै जस्तै हो सबै अब कम्पनीले चेक गर्छ अनि त्यहाँ भएको प्रोफेसनलहरूलाई अथवा रिक्रुटरहरू पनि धेरै ह्यान्डी हुन्छ कि आइटीको जबमा चाहिँ आई डोन्ट नो अबाउट अरू फिल्ड रिक्रुटरहरूले चाहिँ हाम्रो लागि जब हेरिरहन्छ किनभने उनीहरूलाई पनि पैसा चाहिँ बेनिफिट भइरहन्छ त्यो कन्ट्र्याक्टिङ जब लगाइदियो भने त्यही भएर हाम्रो लागि उनीहरूले काम खोजिदिन्छ कि त्यही भएर रिक्रुटरहरूमा चाहिँ आफ्नो डिटेल पनि पठाइदिनुपर्छ कि त्यो जब लिङ्क्डइनबाट सजिलो हुन्छ रिक्रुटमेन्ट एजेन्सी भनेर सर्च गऱ्यो आइटी रिक्रुटमेन्ट एजेन्सी अनि त्यहाँभित्रको अब इम्प्लोइ जब काउन्सिलर हुन्छन् उनीहरूलाई अब आफ्नो रेज्युमी पठाइदियो अथवा लिङ्क्डइनमै मेसेज गरेन भयो इमेल गरेन भयो अनि चाहिँ उनीहरूले पनि कल गर्छ कि पछि गएर जब चाहिँ सबै पाइँदैन धेरै कल आउँछ तर पाउन गाह्रो छ तर पनि जस देयर इज समथिङ उनीहरूले पनि हेरिदिरहेछ नि त हाम्रो लागि जब तिमीले अप्लाई गर्यो अनि फाइनली तिम्रो त्यो रेज्युमीले ज्याकपट हान्यो होइन ज्याकपट हान्यो अनि तिम्रो फोन आयो ल क्यान यु प्लिज कम फर रेज्युमी फर इन्टरभ्यू भनेर बोलायो होइन हाउ वाज यो फर्स्ट एक्सपिरियन्स एज अ हुन्छ नि यो तिमी त भर्खर पढेर भर्खर ग्रेजुएट भएको मान्छे यु नेभर ह्याड एक्सपिरियन्स एज अ प्रोफेसनल इन यर फिल्ड तिमीलाई अब के काम गर्ने कसरी इन्टरभ्यू दिने तिमीलाई केही पनि आइडिया पनि थिएन होला होइन हाउ डिड यो फर्स्ट इन्टरभ्यू गो फर्स्ट इन्टरभ्यू लास्टै नर्भस थिएँ एकदमै नर्भस अब एक त इङ्ग्लिसमा हामी त्यति धेरै कुरा गरिन थियो किन भन्दा किचनमा काम गर्ने अथवा अरू फिल्डमा काम गर्दाखेरि त इङ्ग्लिस बोले पनि टुटेफुटे हाफ इङ्ग्लिस हाफ सेन्टेन्स बोल्दाखेरि पढ्न लेख्न आउँछ स्पिकिङ हाम्रो कमजोर के नेपाली ब्याकग्राउन्ड अनि त्यो नर्भस चाहिँ थिएँ इङ्ग्लिसमा उ गर्नलाई अलिक गाह्रो हुन्छ कि जस्तो भइरहेको थियो दोस्रो भाषा भएर तर जस गएपछि चाहिँ त्यस्तो अनकम्फर्टेबल भएन भन्दै गएपछि आफूलाई अब आइडिया नभएको कुरामा चाहिँ पुरै त्यो पज नै हुन्थ्यो फर्स्टमा चाहिँ किन भन्दा पज चाहिँ नहुन पर्ने रहेछ क्या इन्टरभ्यू दिँदाखेरि केही न केही कुरा चाहिँ बोल्ने क्या एटलिस्ट अब मलाई यो कुरा चाहिँ थाहा छैन तर यसलाई चाहिँ यसरी चाहिँ यसको सोल्युसन यसरी पाउन सकिन्छ रिलेट गराइदिने त्यो गर्नु मिल्ने रहेछ तर फर्स्टमा पज नै हुन्थ्यो अनि आएको कुरामा चाहिँ अलिअलि जस बोलिन्थ्यो अनि त्यहाँबाट नै सिकियो मान्छेहरू फेस गरियो 2-4वटा इन्टरभ्यू चाहिँ दाइले पनि धेरै हेल्प गर्नुहुन्थ्यो क्या दाइले भन्नुहुन्थ्यो इन्टरभ्यू जा सिक यसमा काम पाउँदिनँ भनेर जा सिकेर आइज भन्नुहुन्थ्यो कि अनि पाइएन त्यस्तै गरियो 4-5वटा त्यस्तै भयो अनि लास्टमा चाहिँ इन्टरभ्यू नि जस्ट राम्रै भयो बोल्न कन्फिडेन्ट बढ्दै गयो कमजोरीहरू होइन के हुन्छ युट्युबतिर हेरियो टिप्सहरू अनि सिक्दै गएर कुनै एउटा त्यस्तो मेमोरेबल केही घटना अथवा मेमोरेबल केही छ तिम्रो त्यो इन्टरभ्यू दिँदै गर्दाखेरिको जुन चाहिँ तिमी अहिलेसम्म नबिर्सिनु होला मलाई भन्नु नि तपाईँको एक्सपिरियन्स के थियो तपाईँ भन्नु उसलाई सोच्ने टाइम पनि पायो होइन मलाई सोधिरहेको थियो अनि जस्तो
कतिखेरदेखि कतिखेरसम्म काम गर्छ भनेर सोधिरहेको थियो होइन। अनि म त बिहान 7 बजीदेखि बेलुका 9 बजीसम्म गर्छु, 2टा रेस्टुरेन्टमा काम गर्छु अनि कुन बेलामा सुत्छेस् भनेर सोधिरहेको थियो। म त ब्रेकमा सुत्छु भनेर 7 त गइदियो यहाँ। नेपालीहरू त्यतिसम्म मेहनती हुन्छन् भनेर पनि उनीहरूलाई त्यो भयो अलिकति अनेस्टली। तिम्रो चाहिँ त्यस्तो केही पनि एउटा एक्सपिरियन्स अथवा तिम्रो मेमोरेबल जोस् अहिलेसम्म पनि ओहो त्यहाँ गएर त्यस्तो भएको थियो भन्ने एउटा कुनै पनि चाहिँ छैन? त्यही हो, धेरै जसो उसमा चाहिँ त्यो अब आफूलाई केही पनि कुरा चाहिँ उनीहरूले अब एउटा टेक्नोलोजीको कुरामा सोधिरहेको थियो, त्यसमा चाहिँ पुरै ब्ल्याकआउट भएको कि जस्तो 10-15 सेकेन्ड चाहिँ पुरै त्यो सुन्न हुँदाखेरि यो फर्स्ट इन्टरभ्यू एज अ प्रोफेसनल होइन, आइटीमा काम पनि पहिला पनि गरेको थिएन, टेक्निकल टर्म पनि थाहा थिएन, त्यो पढाएको त्यतिमै मात्र पनि होइन। तर फेरि पढाउने र काममा युज हुने फेरि कम्प्लिटली सेपरेट कुरा हुने कि त्यो पढाउने अब करिकुलम फलो गरेर पढाइरहनु भयो, अब फिल्डमा चाहिँ अब जे लेटेस्ट टेक्नोलोजी छ जे कुराले सजिलो हुन्छ त्यही चाहिँ युज गर्दै गइरहेको हुन्छ नि त कम्पनीहरूले। त्यो भएपछि डाइरेक्टली रिलेट चाहिँ हुँदैन, तर अब फाउन्डेसन त सेम भइहाल्यो जे कुराको पनि। जस ब्ल्याकआउट भएर त्यो फनी लाग्यो। अब अस्ट्रेलियामा आइसकेपछि अस्ट्रेलियामा आफ्नै उसमा काम गर्नलाई चाहिँ यु निड अस्ट्रेलियन एक्सपिरियन्स होइन। तपाईँको हामी एज अ थर्ड कन्ट्री भनौँ अथवा इन्टरनेसनल हामी अब अरू कन्ट्रीहरूलाई त वी क्यान इन्क्लुड, तर नेपाली किनभने हाम्रो नेपाली भयो, नेपाली सर्कलै छ, नेपालहरूको सबैजना यताउता हेर्दाखेरि हाम्रो चाहिँ मेन प्रब्लम भनेकै कामको एक्सपिरियन्स हुन्छ नि त। फर्स्ट थिङ फर्स्ट हामी जब स्टुडेन्ट भएर आउँछ हामीसँग केहीको कामको एक्सपिरियन्स नै हुँदैन होइन। अनि अब त्यसमा त अब भर्खर ग्रेजुएट भएको छ, ग्रेजुएट भइसकेपछि तपाईँ प्रोफेसनल एउटा पाथमा जान लाग्दाखेरि you don't have an experience. There might be like thousands of people that already have worked in that field and might be better than what you were before होइन। त्यति हुँदा हुँदै पनि तपाईँले त्यो एउटा त्यो अस्ट्रेलियन एक्सपिरियन्सको त्यो ट्याकललाई जस्तो त्यो एउटा क्वेसन छ नि त्यसलाई चाहिँ कसरी ट्याकल गर्नुभयो एन्ड हाउ डु यु थिङ्क यु क्यान ओभरकम द्याट टु बी द म्यानेजर अफ डम? अब त्यही त्यो कुरालाई सपोर्ट दिँदै के भन्छ भने नेपालबाट आउँदाखेरि चाहिँ म्याक्सिमम् होइन, अब यहाँ जसले हेर्दै हुन्छ जो यहाँ अस्ट्रेलियामा केही भविष्य देखेर आउन लाग्दै हुन्छ, केही न केही चाहिँ लिएर आऊ। के लिएर आऊ भने एक्सपिरियन्स लिएर आऊ होइन, आफ्नो एउटा हतियार बनाएर चाहिँ आऊ क्या। अब ड्राइभिङ लाइसेन्स हुन्छ अथवा आफ्नो जे सकिन्छ केही न केही चाहिँ जस एक्सपिरियन्स लिएर आयो भने इट्स समहाउ हेल्प इन त्यो काम पाउनको लागि धेरै हेल्प हुन्छ। केही नलिकन आएर अनि यहाँ बिजोग देख्नेहरू धेरै छन्, बिजोग भएकाहरू। अनि त्यो एक्सपिरियन्सहरू चाहिँ कम्पलसरी चाहिने रहेछ। अब यो डोममा आउँदाखेरि पनि यदि मैले यहाँ रेस्टुरेन्टहरूमा अथवा आफ्नो फिल्डमा काम नगरेको भए त 100% यहाँनिर पाइँदैन थियो। एक्सपिरियन्स जति बटुल्यो त्यति गजब हुन्छ। अनि त्यो हिसाबमा एक्सपिरियन्स बटुल्दै गएर अहिले गजब छ। अहिले माइन्डसेट पनि एकदम इम्पोर्टेन्ट हुन्छ क्या। अब हार्यो अथवा के अरे रिजेक्ट भयो अथवा यो पाइएन भन्दा पनि ट्राई गरेर होइन, त्यो एउटा माइन्डसेट अलवेज त्यो भयो भने त जति रिजेक्सन आए पनि हामीलाई प्रब्लम भएन नि त। नेक्स्ट अथवा यो फिल्ड मेरो लागि होइन कि भन्ने पनि त्यो एउटा माइन्डसेट एउटा स्ट्रङ बनाइएको छ माइन्डमा भने जस्ट डिफ्रेन्ट ट्राई गर्न सकियो होइन। होइन त्यस्तो अब एभ्री डे नो सरी यो के भन्छ यो जब द्याट यु हेभ अप्लाइड फर इज नट व्हाट वी आर लुकिङ फर होइन, कतिवटा देखिन्छ नि त। दे मस्ट हामी ह्युमन न हो होइन, कुनै न कुनै बेला हाम्रो यो गइहाल्छ यार कति गर्ने के गर्नु भने जस्तो हुन्छ। हार चाहिँ खानु भएन, हार खानु भएन। बरु आफूले चिनेको साथीहरू कोही छ अथवा आफूले चिनेको साथीको दाइहरू कोही हुनुहुन्छ र उहाँहरूको नाम रेफरेन्सको लागि मात्र राख्नलाई मात्र भए पनि मागेर रेफरेन्सको लागि मात्र भने पनि त्यसले पनि हेल्प गर्छ, रेफरेन्सले पनि हेल्प। यदि अब भएन भने अनि अघि रिजनले एउटा राम्रो पोइन्ट आउट गरेको थियो, रिप्लाई गर्ने। आफूले रिजेक्ट खायो भने रिप्लाई गर्ने। आई थिङ्क मोस्ट सबैले त गर्दैन होला, तर कुनै न कुनै 200 जनामा कुनै न कुनैले चाहिँ तिमीलाई रिप्लाई गर्छ तेरो चाहिँ यो भएन अनि त्यसलाई सचाएर उ गर्दाखेरि त यु नो द्याट यु आर बेटर देन वाट यु युज टु अप्लाई फर बिफोर भन्ने कुरा हुन्छ। सो हार चाहिँ खानु भएन, डिमोटिभेट हुनु भएन, गर्दै जानुपर्छ, हुन्छ कुनै न कुनै दिन हुन्छ भन्ने कुरा चाहिँ एउटा त्यो आशा लिएर अगाडि बढ्नु पर्यो। अनि अब जे पढ्दै पनि गर्नु पर्यो। अब युट्युबहरू छ, एआई छ, अहिले त एआईमा लिटरली जे सोध्यो उसले एन्सर दिन्छ कि, सोध्ने तरिका मिलाउनु पर्यो। त्यो भएर अब सोध्यो, रिसर्च गऱ्यो, आफ्नो स्किल पनि बढाउँदै गयो। अब
जस्तै आइटी फिल्डमा मिल्छ, अब अरूमा चाहिँ अरूमा मिल्दैन होला। आइटीमा चाहिँ अब आफ्नो चाहिँ पर्सनल प्रोजेक्टहरू तपाईँले बनाएर त्यो पनि सोकेस गर्न सकिन्छ कि फर्स्ट जबको लागि चाहिँ त्यो पनि एकदमै हेल्पफुल हुन्छ। युनिक प्रोजेक्टहरू, आफ्नो पर्सनल घरमा प्रोजेक्टहरू त्यो देख्यो भने चाहिँ यो मान्छे अलिक प्यासन छ है। अब अहिले त एआईको उ छ, एआई युज गरेर चाहिँ हामीले के गर्न सकिन्छ नि त, कोडहरू जे भने त्यही प्रोग्रामहरू बनाउन सकिन्छ। त्यस्तै एउटा अब सिम्पल इन्डस्ट्रीमा चलिरहेको अथवा नयाँ नयाँ जबहरूमा चाहिँ खोजिरहेको ल्याङ्ग्वेजहरू अथवा खोजिरहेको टाइपको कन्सेप्टहरू युज गरेर चाहिँ आफ्नो पर्सनल प्रोजेक्टहरू बनायो भने त्यसले नि एकदम हेल्प गर्छ फर्स्ट जब ल्यान्ड गर्न। अनि तपाईँको के छ थप्नुपर्ने? जस्तो अब अघि हामीले कभर गरेको जस्तो इन्टरभ्यू प्रोसेस तपाईँको जस इजिली नै गयो, तपाईँलाई केही पनि गाह्रो भएन बिकज यु ह्याड द अस्ट्रेलियन एक्सपिरियन्स इन हस्पिटालिटी होइन। तर तपाईँ त कुक सेफ एज अ सेफ अप्लाई गर्नुभएको, म्यानेजर बन्न त्यो म्यानेजर बन्न पाउँदा चाहिँ तपाईँको जसरी कुक र म्यानेजरको त दे आर लाइक टु डिफ्रेन्ट। डु यु थिङ्क कि तिमी आफूले त्यो हस्पिटालिटी पढेर अलिकति भए पनि हेल्प गऱ्यो, केही नलेजहरू दियो तिमीलाई त्यो हस्पिटालिटी? 100%। अब म्यानेजर पनि अब अरू क्षेत्रको म्यानेजर भयो डिफ्रेन्ट हुनसक्थ्यो, तर हस्पिटालिटीकै म्यानेजर भयो नि त। जस्तो क्याफे पनि त हस्पिटालिटी नै भयो होइन। अब आइटीको म्यानेजर भइदियो डिफ्रेन्ट केस हुन्थ्यो, सेम फिल्डको म्यानेजर भएको हुनाले आई नो द बेसिक अफ एभ्री फुड एन्ड अल। अनि त्यसले अझ प्लस पोइन्ट भयो मेरो लागि त। अब जस्तो कसैले त्यो भित्र कसरी बनाइरहेको, के बनाइरहेको त्यो सबै थाहा नि त। त्यो थाहा भएपछि त्यसलाई नकार्न पनि सकिँदैन रहेछ क्या। ए त्यो ग्रिल त भएन, म आफै आएर गर्नु पऱ्यो के हो, जस सल्लाह पनि दिन सक्यो सँगसँगै होइन। त्यो काम पनि त्यही अनुसार लान सकियो। अनि त्यो हिसाबले यो म्यानेजरमा हेल्पफुल चाहिँ भइरह। तर अलिकति फरक रहेछ कार्य यो सेफ कुकहरू भन्दा चाहिँ निकै फरकहरू देखेँ मैले। यसमा गर्नुपर्ने काम कर्तव्यहरू नि छुट्टै छन्, सबै छन्। अलिकता फिजिकली बडी भइन्थ्यो सेफ हुँदाखेरि, कुक हुँदाखेरि। यहाँ चाहिँ मेन्टली पनि अलिकता हुने रहेछ। अनि लखतरान पर घर इन्जोय ब्रेकमा। अनि जस्तो अब तपाईँले एज अ कुक नि तपाईँको रेज्युमे पठाउनु भएको थियो कि यु ह्याड? मैले सेफ पठाएको थिएँ, मैले एज अ सेफ पठाएको थिएँ। मैले यहाँ अस्ट्रेलियाको राम्रै रेस्टुरेन्टहरूमा, एउटा फाइन डाइनिङ रेस्टुरेन्टहरूमा काम गरेको थिएँ। अनि तिनीहरूकै रेज्युमेहरू पठाएको थिएँ। अनि सबैमा मेन्सन गरेकोमा अब कस्तो हुन्छ यहाँनिर पनि सेफ भनेर सेफ भइसकेपछि चाहिँ तपाईँको सेफको अन्डरमा पनि 2-3जना अरू हुन्छन् क्या। अलि राम्रो फाइन डाइनिङ ठुलो रेस्टुरेन्ट छ भने नर्मलमा त आफै साउ आफै कर्मचारी सबै हुन्छन् होइन। अब राम्रो क्याटेगोरी त्यही अनुसारको छुट्याउने हो भने चाहिँ जस्तो मेरै उदाहरण दिने हो भने मेरो मभन्दा तल जस्तो 2जना कर्मचारीहरू अरू कार्यरत थिए। अनि उनीहरूलाई पनि ट्रेनिङ दिनुपर्ने हुन्थ्यो मैले। उनीहरू जस्तो नयाँ आउँदाखेरि हाउ टु युज द इक्विपमेन्ट एन्ड अल त्यो सबै सिकाउनु पर्ने हुन्थ्यो। अनि त्यो पनि समहाउ म्यानेजर फिल्डमा हेल्प भइरहेको थियो। ती कुराहरू पनि मैले इन्टरभ्यूमा गाँसिरहेको थिएँ, त्यसले पनि कता कता ध्यान आकर्षित गरायो होला। अनि बाँकी भनेको त अब नेपाली शब्दै उनीहरूलाई काफी, हामीले धेरै बोल्नै नपर्ने क्या। नेपाली हो ओके नेपाली त्यति सजिलो। हाम्रो पुर्खाले कति सहज बनाइदिएन क्या। पहिला आएर वाइल्ड दामी काम गर्दै यस्तो मिठो इमेज बनाइदिएन कि हामीलाई कति सहज भयो। अहिले धेरै सजिलो। अहिले त्यति धेरै हामीले सङ्घर्ष गर्नु पर्दैन। यदि त्यहाँनिर अरू अन्तर्राष्ट्रिय मान्छेहरू छन् र हामी नेपाली पनि छौँ भने पहिला त्यतातिर बढी ध्यान दिन्छन्। अनि समहाउ इट्स हेल्पिङ। अनि हामीले पनि त्यही अनुसार काम पनि गरिरहेछौँ होइन। अब कहिलेकाहीँ त्यतिकै बेसी पनि काम गरिदिइरहन्छौँ चाहिने भन्दा पनि। अनि त्यो हिसाबमा चलिरहेछ जिन्दगी। अनि जस्तो अब तपाईँ एउटा सेफ भनेर अप्लाई गर्नुभएको काम तपाईँलाई म्यानेजर आउँदा चाहिँ डिड यु टेक इट एज अ वाउ म त अब म्यानेजर भनेर सोच्नु भयो कि you took the job because it was a new opportunity for you, or you took the job because of the salary, अथवा तपाईँलाई त्योभन्दा पनि माथि केही गर्नु थियो कि के थियो? फर्स्टमा त साइको भयो, सोचेँ भन्दा डिफ्रेन्ट भइदियो होइन। आई वाज लाइक सक। अनि बुढीलाई पनि सुनाएँ लाउनु यस्तो पो भयो त भने। अनि ठिक छ त अब राम्रो भने मलाई लकी हो नि त्यो त, धेरै लकी हो नि। लकी नै भनौँ लगभग, किनभने ढुङ्गो खोज्दा देउता भेटा जस्तै भयो। अनि एउटा हिसाबले खुसी पनि भयो, अर्को हिसाबले कहिले नगरेको काम डर हुन्छ नि त मान्छेलाई होइन। अब नयाँदेखि मान्छे डराउँछन् क्या, ह्युमन बिङ त हो। नयाँ चिज अब अहिले अस्तिको आन्दोलनहरू अब नयाँ के ल्याउलान् भनेर मान्छे डराएर होइन के हो भन्न सकिँदैन नि त, देखाएको छैन। पहिलाकै भए यस्तो गर्थेँ भन्ने थाहा हुन्थ्यो। अनि त्यो भएर डर पनि भइरहेको थियो। एक्साइटेड चाहिँ किन भइरहेको थियो भने
म्यानेजर शब्द क्या बाबा लाग्ने अनि त्यो भएर पनि हो बाँकी भनेको त नेपाली हो देखल जाएला भन्ने वहाँ गएर हेरौँला भन्ने भयो अनि पछि आफूले स्टडी पनि गरेँ यसको क्षेत्रमा अनि आफूलाई समय दिएँ यसको बारेमा अझै अध्ययन गर्दै गएँ यो अनलाइन ट्रेनिङहरू अथवा केही गर्नुभयो त्यसपछि च्याट जिपिटी GPT कति सजिलो छ भने यु डिडन्ट टेक एनी अदर लाइक हुन्छ नि त्यो अनलाइन प्रोग्राम ट्रेनिङहरू केही पनि लिएन इन जब नै तपाईँको एक्सपिरियन्स इन जब नै लिनुभयो तपाईँले इन जबमा गयो के सोध्दैन इम्प्लोयरले के सोध्दैन अहिले च्याट जिपिटीको ठुलो भूमिका रहेको थियो मेरो यो क्षेत्रमा भन्दाखेरि जस्ट यु मस्ट बी गुड एट व्हाट यु डु कति भयो तपाईँले म्यानेजर गर्न धेरै त भएन मेरो स्टार्टिङ नै हो अनि अझै सिक्दैछु अब किलोहरू धेरै नै बाँकी छ दिस इज नट वे यु वान स्टे होइन 100% नट डेफिनेटली यो त भर्खर सुरुवात हो अनि धेरै पनि भएन अनि अब काम गर्दै जाउँ अब योभन्दा माथिल्लो जाने अब प्रश्न यसमा गर्ने के अर्को क्षेत्रमा गर्ने भन्ने छ किनभने मैले त थुप्रै क्षेत्रहरू परिवर्तन गरिसकेँ तर यो मजा आइरहेको त्यो यसमै गरिन्छ होला जस्तो लागिरहेछ अनि यसकै माथिल्ला खुड्किलाहरू पार गर्ने भन्ने सोचिरहेको छु त्यही अनुसार काम गर्दैछु अनि खुसी लागिरहेछ अनि रिजनको जब तिमीले फर्स्ट जब तिमीलाई ओके युआर एक्सेप्टेड एज तिमी जुन चाहिँ काममा गएको थियौ इन्टरभ्यू पनि पास भयो तिम्रो सबै सेलेक्सन भयो डिड यु टेक इट एज लाइक ओके यो चाहिँ मेरो फर्स्ट अब आम नट गर्न स्टे हियर फर लङ अथवा थियो कि तिमी एउटा त्यो स्यालेरी तिमीले एउटा स्यालेरी अब फुल टाइम काम गर्ने स्यालेरी पनि देख्यो होला स्यालेरी प्याकेज पनि राम्रो थियो होला यु गट इन्सपायर्ड बाई द मनी यु गट इन्सपायर्ड बिकज इट वाज यर फर्स्ट जब एन्ड इट वाज जस्ट बिगिनिङ अफ यर लाइफ फर्स्ट जब पाउँदाखेरि चाहिँ जे होस् यो लर्निङ अपर्च्युनिटी पाइयो अब नेपालदेखि आएको अनि यहाँ आएर चाहिँ अब चाहिँ किचनमा अथवा रेस्टुरेन्टमा काम गरिरहेको मान्छे टक्क गयो अफिसमा बस्यो होइन ल्यापटप चलायो आफ्नो पर्सनल ल्यापटप दिएको छ कम्पनीले अब नेपालमा यसो मम्मीहरूलाई भन्दा पनि त्यहाँबाट चाहिँ फिडब्याक आयो क्या आफूलाई त जे होस् अब त्यस्तो धेरै डिफ्रेन्ट फिल हुँदैन थियो तर नेपालमा मम्मीहरूलाई भन्दाखेरि चाहिँ ओहो अफिसमा काम गर्नु होइन त्यो हुन्थ्यो अनि त्यो गर्दा जे होस् खुसी लाग्थ्यो तर जो स्यालेरीको चाहिँ केही पनि उ थिएन त्यो टाइममा किन भन्दा पे पनि राम्रो थिएन एक त एकदमै बेसिक थियो तर सेक्रिफाइस गरेर जानु पऱ्यो तर सिक्ने अपर्च्युनिटी एकदम धेरै थियो फर्स्ट जबमा 2.5 वर्ष गरेँ मैले 2.5 वर्षमा प्रोफेसनल्ली अब कसरी बोल्ने कम्युनिकेसन के हो अब टिममा कम्युनिकेसन के हो आफ्नो म्यानेजरसँग कम्युनिकेसन कसरी गर्ने हो उनीहरूले पनि जुनियर हो एक्सपिरियन्स छैन भनेर त्यही अनुसारले चाहिँ ट्रिट गर्थे कि डिरेक्टरहरू नै सँगै काम गर्थे हाम्रो त्यो भएर कम्पनीको बारेमा पनि सिक्न पाएको थियो कि मिटिङहरूमा चाहिँ उनीहरूको कम्पनीको फाइनेन्सियल कुराहरू कम्पनी कसरी चल्ने त्यो यता त्यो कुराहरू नि सिक्न पाएको थियो रमाइलो लागिरहेको थियो अनि अब जस 2 वर्ष जति कटेपछि अब ल मजाले सिकियो भन्ने भयो त्यसपछि अलिकति अब बेटर स्यालेरी पायो हुन्थ्यो अथवा ऊ भयो त्यतातिर फोकस गरियो अनि बिस्तारै अब अरू जब चेन्ज गरियो तर जस फर्स्ट जबले चाहिँ यु टुक इट एज अ लर्निङ कर्भ रादर देन समथिङ दैट यु गोना बी सेटिस्फाइड विथ एकदमै अनि तर लर्निङ कर्भ चाहिँ अझै पनि त्यही उसमै छ अब त्यो फेजमा चाहिँ रियलाइज भएको थियो कि स्यालेरी पनि हेर्नु पर्ने रहेछ भन्ने थियो तर सिक्न पनि हजुरले सिकिरहनु पर्ने छ किन भन्दा एउटै जबमा बस्यो अटोमेटिक कामहरू मात्र रेगुलर अब तपाईँले 2 वर्ष गरिसकेपछि त उस्तै त हुन्छ नि अब कम्पनी अलिकति कटिङ एज टेक्नोलोजीहरू युज नगर्ने कम्पनी छ भने त हजुरको सेम कुराहरू मेन्टेन गर्यो अनि सेमलाई डेभलप गर्दै गयो त्यही भइरहेको छ नि त त्यही भएर अगाडि बढिँदैन लाइक यु जस्ट गेट स्टक इन व्हाट यु युज्ड टु डु जहाँ त्यही हुन्छ स्यालेरी बढ्ला लाइफ तर सर्कल अघि तिमीले एउटा मेन्सन गरेको कुरा चाहिँ त्यो कम्युनिकेसन भन्ने थियो हैन कम्युनिकेसन जस्तो हामी स्टुडेन्ट भएर आए पनि पढ्न अथवा हाम्रो घुलमिल त नेपाली कल्चरमै हुन्छ नेपाली मोस्ट अफ द टाइम हामीले रुचाउने कुरा पनि थियो होइन अनि अब इन द साउथ इन्डियन कम्पनी यु क्यान जस्ट वर्क विथ द नेप्लिज पिपल होइन यु हेभ टु वर्क विथ द पिपल द्याट आर वर्किङ इन द कम्पनी अनि एउटा त्यो कमन ल्याङ्ग्वेज भनेको इङ्ग्लिस हो हाउ डिड यु ब्रिज द ग्याप इन यर कम्युनिकेसन कसरी त्यो कम्युनिकेसनको ब्रिज कसरी गर्यो तिमीलाई गाह्रो भएको थियो होला होइन सुरुमा गाह्रो भएको थियो होला तिम्रो त्यो कसरी कुरा गर्ने अब टेक्निकल वर्डहरू युज गर्न आउँदैन थियो होला के हुँदैन त्यो चाहिँ तिमीले कसरी ग्याप त्यो ब्रिज जुन थियो तिमी र अलरेडी बाहिर भइसकेको मान्छेहरू बिच त्यो कम्युनिकेसन बिच त्यो ग्याप चाहिँ तिमीले कसरी छोटाउँदै गयो आम प्रिटी स्योर यु आर भेरी गुड एट इट राइट नाउ केही लाइक टेक्निकहरू युज गर्यो अथवा यु डिड सम क्लासेस अथवा अनलाइन ट्रेनिङहरू केही गर्यो टु गेट युज टु विथ द
word that you should be using in the त्यसमा job के गर्यो यस्तो छ अब एउटा चाहिँ त्यो गर्दा गर्दै पनि सिकिँदो रहेछ होइन अटोमेटिकली त्यो हुँदै जाँदो रहेछ कि अरूले गइरहेछ अब कोवर्करले यसरी बोलिरहेछ मैले यसरी बोल्न पर्ने रहेछ भन्ने त्यो आइडिया हुँदै जान्छ एउटा अर्को चाहिँ अब युट्युबतिर हेऱ्यो होइन च्याटजिपीटीलाई सोध्यो अब कसरी चाहिँ अब ल जस्तै अब पे राइजको लागि भन्नु पऱ्यो म्यानेजरलाई अथवा कुनै कन्फ्युजन छ बग आइरहेछ त्यसलाई चाहिँ प्रेजेन्ट गर्नु पऱ्यो टिमको अगाडि कसरी गर्नु त भनेर अब आइटीमा चाहिँ अब टेक्निकल इस्यु आइरहेछ कसरी एक्सप्लेन गर्ने भनेर सर्च गऱ्यो होइन त्यो जे इस्यु आउँछ त्यसलाई चाहिँ सर्च गरेँ अनलाइनतिर सर्च गरेर एउटा प्याटर्न एउटा टेम्प्लेट जस्तो भए पनि बनाएर सुरुमा त्यसरी पनि गरिन्थ्यो कहिलेकाहीँ त्यो बेला चाहिँ इनर्जी छुट्टै खालको थियो नि त अब यसमा कसरी ग्रोथ काम गरेछ म राम्रो छु यसमा देखाउनै पर्ने छ नि त प्रुभ गर्ने होइन उनीहरूलाई अब के हो भनेर आफूले सिक्दै जाने कुरा नै हुन्थ्यो अनि धेरै चाहिँ गर्दा गर्दै सिकिन्छ त्यो एउटा म अब इङ्ग्लिसमा म बेटर गर्छु भन्ने चाहिँ हुनु पऱ्यो किन भन्दा अब अहिले चाहिँ नट टु अफेन्ड एनी वान तर मैले नोटिस गरेकोमा चाहिँ कुनै कुनै अरू कन्ट्रीबाट आएको मान्छेहरू जस्तै अब इन्डियाबाट अथवा अरू कन्ट्रीबाट आएको मान्छेहरू चाहिँ बोल्दाखेरि चाहिँ हजुर हिन्दी वर्ड पनि बिसाइदिएर हान्छ उनीहरूले बोल्दाखेरि त्यो भनेको त उनीहरूले कहिले पनि फोकस नगरेको हो नि त ल म बेटर गर्छु म चाहिँ प्रोफेसनली म राम्रो ग्रो हुन्छु भन्नु न फोकस गरेन त्यहीँ लस्ट भयो अझै पनि छ अब उनीहरू चाहिँ अब कस्तो मान्छे भन्दा 20-25 वर्ष एक्सपिरियन्स भएको मान्छे कि उनीहरूलाई अब केही इस्यु छैन पुरै हिन्दीमै बोले पनि कसैले पाल दिँदैन तर भन्नु खोजेको त्यो आफूले म लर्न गर्छु भन्ने एउटा माइन्डसेट बनाएर काममा नि त्यही अनुसार एभ्रिडे कम्युनिकेसनमा त्यही गऱ्यो भने चाहिँ सिकिन्छ किनभने अलिकति त्यो प्रब्लम चाहिँ आई थिङ्क सर्टेन एउटा सानो धेरै ठुलो इस्यु नभए नि सर्टेन काइन्ड अफ प्रब्लम्स हुन्छ अब तिमी मिटिङहरूमा बस्यौ अथवा होइन अब प्रोफेसनल मिटिङमा बस्छ यु हेभ लाइक 30-40 पिपल विथ यु अनि तिम्रो क्लाइन्ट हुन्छ तिम्रो उयोहरू हुन्छ अनि उनीहरूलाई बुझाउँदाखेरि त यु हेभ टु युज अ सर्टेन वर्ड नि त हामीलाई पो अब त्यो एउटा वर्डलाई प्याराफ्राइज गरेर हुँदैन एउटा सटिक वर्डै युज गर्नुपर्ने हुन्छ नि त त्यो वर्ड मात्र भन्यो भने बुझ्नु न त त्यो उनीहरूले बुझ्दै नभने हुन्छ नि सो त्यो ग्याप गर्नु त्यो त आफैले बिल्ड गर्नु पऱ्यो आफैले बिल्ड गर्नु पऱ्यो अनि मेरो चाहिँ कस्तो भन्दा अब सुत्ने बेलातिर चाहिँ हुन्थ्यो कि एउटा त्यो रिफ्लेक्सन जस्तो टाइपको हुन्थ्यो कि अटोमेटिकली अब त्यो इनर्जी नयाँ काम पायो भनेर अथवा काममा चाहिँ यस्तो भयो भने जस्तो अब अहिलेसम्म ह्याबिट छ त्यसमा चाहिँ तर सुत्ने बेलामा टक्क यसो रिफ्लेक्सन भयो यस्तो यस्तो भएको थियो अब गुड ह्याबिट हो कि ब्याड ह्याबिट थाहा भएन तर यस्तो यस्तो भएको थियो भन्ने हुन्छ अनि यसो सोच्दाखेरि त यसलाई चाहिँ नराम्रो फिल भयो है मैले यो भन्दा भन्ने जस्तो अटोमेटिकली फिल हुन्छ कि त्यो भएपछि आफूले नेक्स्ट टाइम चाहिँ त्यो मिस्टेक भएन कि त्यसरी पनि धेरै ग्यापहरू चाहिँ त्यसरी फिल हुँदै नि गएको थियो सेल्फ रिफ्लेक्सन पनि चाहियो अनि तपाईँलाई पनि कतिको यदि लाइक इज इट डिफिकल्ट अब अस्ट्रेलिया बसेको 3-4 वर्ष भइसक्दा पनि इज देयर एनी कम्युनिकेसन ब्यारियर अथवा कम्युनिकेट गर्न गाह्रो भएको कुराहरू केही छ नि थुप्रै छन् छ है अनेक हाउ डु यु ओभरकम द्याट एक त यहाँको इङ्ग्लिस पनि डिफ्रेन्ट छ है तपाईँले कतिको नोटिस गर्नुभयो है हामीले पढेको बुकमा पढेको फिल्ममा देखेको इङ्ग्लिस भन्दा निकै फरक छ यहाँको इङ्ग्लिस बिओएनडिआई बोन्डी हुनु पनि बोन्डाई भन्छ के हिसाबले भने हो होइन त्यो एक त अङ्ग्रेजी नै फरक छन् अब तिनीहरूको अङ्ग्रेजी पहिला बुझ्ने कि तिनीहरूले भन्न खोजेको त हाउभाव बुझ्ने त्यसमा पनि कति फरक छ यहाँनिर निकै गाह्रो भइरहेको थियो मलाई त किनभने म त गभर्मेन्ट स्कुलबाट पढेर हो होइन अनि त्यस्तो हाम्रो लागि इङ्ग्लिस भनेको त एउटा पहाड चढ्ने जस्तै थियो त्यति गाह्रो थियो होइन अब त्यति भएको नि लगभग नर्मल इङ्ग्लिस भयो त बुझिन्थ्यो अलिक फरक पनि पाइयो तर स्ल्याङहरू बढी युज गरिदिने अनि त्यो भन्ने तरिकाले पनि फरक पर्ने रहेछ होइन अनि निकै अप्ठ्यारो भइरहेको थियो अब यसलाई ओभरकम त्यतिखेर आज मलाई अप्ठ्यारो भयो आजै म भोलिपल्टै जम्मै जानेर भन्छु भन्नु नसकिने रहेछ समय लाग्ने रहेछ यो समयले चाहिँ तपाईँलाई बिस्तारै सिकाउँदै जाने रहेछ जो नयाँ आउँदै हुन्छ जसलाई अप्ठ्यारो भइरह्यो उनीहरूले ढुक्क भयो हुन्छ चिल भयो हुन्छ म जस्तो नजानेले त जान्न थाल्यो भने तपाईँहरूले 100% जानुहुन्छ बिस्तारै अब आफूलाई अलिकति अप्ठ्यारो भइरहेको छ आफैले इम्प्रुभ पनि त गर्नु पर्यो हो त आफै भित्रबाट नै आउनु पर्यो न त यतिकै इम्प्रुभ त हुँदैन केही कुरा पनि एउटा इङ्ग्लिस पनि त्यही हो अब आफ्नो सर्कलमा साथीहरू बनाउने अब काम गरिरहेछ भने कलिगहरूसँग बोल्ने यताउता कुराहरू गर्ने अनि त्यो कुराहरू गर्दाखेरि नि अलिअलि कुराहरू टिप्न सकिन्छ नि त अनि यु क्यान युज इट विथ समन एल्स यु गर्न टक विथ होइन अनि जसरी डिग्री भयो ग्रेजुएट भइसक्यो तपाईँले पढ्नु भएको डिग्रीसँग चाहिँ तपाईँले जुन काम गरिरहनु भएको छ नि
पढाइ र त्यो काम केही लाइक म्याच भइरहेको छ तपाईँले पढेको हो मैले यो पढेको थिएँ यो चाहिँ आज मैले युज गरेँ भने कहिले अहिलेसम्म फिलिङ आएको छ तपाईँलाई आउँछ किनभने पढेको कुरा कहिले खेर जाँदैन त्यसको त्यति चाहिँ म मान्छु होइन तपाईँले जस्तोसुकै पढाइ होस् जुनसुकै क्षेत्रमा पढेको होस् पढ्नु भएको छ भने काम चाहिँ लाग्छ किनभने नलेज कहिले खेर जाँदैन अनि त्यो हिसाबले मैले पढेका कुराहरूले मलाई हेल्प चाहिँ गरेछ तर सबै गराएनन् किनभने त्यति मलाई नगरे पनि इन्डाइरेक्ट रूपमा समहाउ इट्स हेल्पिङ अनि थुप्रै कुराहरूमा हेल्प गरेछ पढ्नुपर्छ भन्ने मान्यता त हो तर त्यति धेरै पढ्न चाहिँ पढिएन किनभने यहाँको पढाइ नेपालको जस्तो सैद्धान्तिक नहुने क्या अलिक बढी यिनीहरू प्र्याक्टिकल डेली लाइफलाई बढी फोकस गर्ने पढाइ नै डिफ्रेन्ट हाम्रो एउटा भिनाजु बस्नुहुन्छ है त्यहाँ सेन्ट्रल कोस्टमा बस्नुहुन्छ उहाँको भर्खर भएको मेरो भान्जी अनि उनीहरूलाई त्यो भान्जीलाई भर्खर चाहिँ होमवर्क के दिन्थ्यो भने ग्रिन भेजिटेबल खाएर आउने होमवर्क किन हजुर अब त्यो अचम्म खालको पढाइ हुने क्या अब हाम्रोलाई त रट्टाएर तैँले साग खानुपर्छ भन्नु पर्थ्यो होइन यिनीहरूलाई होमवर्कै त्यही दिने क्या अनि पढाइ भनेको आफैले सिक्ने क्या यिनीहरूले चाहिँ त्यो प्र्याक्टिकली बढी सिकाउने क्या अनि तपाईँको चाहिँ गाई दुन पठाउने यस्तो यस्तो कामहरू गराउने क्या अनि नेचरसँग देखाउने यो घाँस हो यो माटो त्यस्तै त्योतिर बढी फोकस गरिदिने क्या लिभिङ थिङमा मतलब अलिकता बढी प्र्याक्टिकल लाइफमा काम लाग्ने बढी गर्ने सैद्धान्तिक त पछि जानिहाल्छ नि होइन च्याट जिपिटी चाहिँ नजाने होइन कति सहज छ प्र्याक्टिकल तपाईँले पढ्नु भएको कुराहरू डाइरेक्टली युज डिग्री डाइरेक्टली युज नभए नि इन्डाइरेक्ट रूपमा तपाईँले केही न केही चाहिँ हेल्पफुल चाहिँ भइरहेछ पक्कै पनि होइन तिमीलाई पनि त्यही भइरहेछ अथवा तिमीले यु हेभ टु टेक सम एक्स्ट्रा ट्रेनिङहरू लिनु पऱ्यो अथवा एक्स्ट्रा केही कोर्सहरू लिएको थियो कि तिमीले के गरेको थियो मैले अघि नै अलिकति जोडेको थिएँ त्यही हो अब फिल्ड पढाइ भनेको एउटा करिकुलम उनीहरूले 5 वर्ष 10 वर्ष अगाडि बना हुन्छ होइन अब युनिमा प्रोफेसरहरूको चाहिँ काम अब एभ्री इयर उनीहरूले त्यो चेन्ज गर्ने त्यो कन्टेन्टहरू चेन्ज गर्ने कुरा हुँदैन बुकहरू सबै पब्लिस हुन्छ अथवा कन्टेन्ट सबै नयाँ बनाउनु पर्ने हुन्छ त्यही भएर अप टु डेट चाहिँ हुँदैन तर अनि काममा चाहिँ अब सबै अप टु डेट कुराहरू युज हुने भयो हाम्रो अब आइटी फिल्डमा तर फाउन्डेसन चाहिँ जे होस् काम लाग्छ फाउन्डेसन चाहिँ अब त्यो अब अहिले एआईको उसो मान्छेहरू चाहिँ प्रम्प्टिङ गऱ्यो भने सबै अब भइहाल्छ नि केही पढ्नु पर्दैन भन्ने छ तर त्यसले मात्र पनि पुग्दैन कि फाउन्डेसन चाहिँ तपाईँको भयो भने एआई आए पनि अब जस्तै अब क्यालकुलेटरकै कुरा त हो नि क्यालकुलेटर आउनुभन्दा अगाडि हजारौँ मान्छेले हिसाब गर्ने जब थियो होइन त्यो आएपछि अब त्यो मान्छेको जब गयो त्यस्तै अब एआईलाई चाहिँ त्यो अब जोसँग त्यो अब टेक्निकल त्यो फाउन्डेसनल नलेज छ उसले चाहिँ अब एआईलाई पनि कसरी युज गर्न सकिन्छ अथवा एआईलाई चाहिँ अब आफ्नो त्यो फाउन्डेसनमा चाहिँ कसरी चाहिँ डिफ्रेन्ट उसमा चाहिँ इम्प्लिमेन्ट गरेर डिफ्रेन्ट कुरा आफूले इनोभेट गर्न सक्ने अथवा त्यसलाई युज गरेर चाहिँ बढाउन सकिन्छ त्यतातिर लाग्न सकिन्छ होइन त्यही भएर युनिको त्यो ऊ पनि हेल्पफुल चाहिँ हुन्छ हेल्पफुल हुन्छ डाइरेक्टली इन्भल्भ नभए पनि अलिकति भए पनि युज चाहिँ हुन्छ पढेको कुराहरू युज हुन्छ अब त्यो डिग्री चाहिँ लिनुपर्छ यहाँ त त्यतिकै नि पाइन्छन् डिग्रीहरू अनि टिमवर्क अथवा इज देयर एनी अदर स्किल्स द्याट यु निड लाइक जस्तो टिमवर्क कम्युनिकेसन हामीले भनिन्छ कि होइन वी कभर द पार्ट अफ टिम त्यो कम्युनिकेसन बाहेक डिग्री बाहेक to be a successful professional in your field, what else is the skill that you think one must possess? टिमवर्क पनि एउटा मोस्ट इम्पोर्टेन्ट कुरा नै हो अब किन भन्दा टिमवर्क बाहेक अर्को भन्नु भयो त्यो बाहेक अरू केहीहरू लाइक हुन्छ नि एक्स्ट्रा अब हामी सबैजना अभियसली वे नट सबैजना पर्फेक्ट हुँदैनौँ सबै कुरा लर्नै गर्ने कुरा हो तर यो स्किल एउटा तिमीसँग छ भने चाहिँ इट मेक्स यु स्ट्यान्ड आउट फ्रम द ग्रुप अफ द पिपल भन्ने केही अरू अदर देन तिम्रो त्यो एजुकेसन रेज्युमे एक्सपिरियन्सलाई साइड लगाएर इज देयर एनिथिङ एल्स द्याट म्याटर्स वेन पिपल आर लुकिङ टु हायर अ प्रोफेसनल आई थिङ्क एउटा त्यो कन्टिन्युस लर्निङ त्यो हुन्छ नि जुन भित्र मोटिभेसन त्यो कन्टिन्युस लर्निङ अनि मोटिभेसन चाहिँ देखिन्छ भने किन भन्दा जुनै कुनै कम्पनीमा जाँदा पनि उनीहरूको जब डिस्क्रिप्सनसँग आफ्नो रेज्युमी डाइरेक्टली म्याच गरेको छैन भने पनि तपाईँको कन्टिन्युस लर्निङ टाइपको एउटा प्रुभ गर्नुभयो उनीहरूलाई भने उनीहरूले त बिलिभ गर्छ कि ओहो यो मान्छेलाई त ल्यायो भने यसको यति स्किल चाहिँ छैन हामीलाई चाहिँ जस्तो तर यो त अलिकति लर्न गरिरहने मान्छे आफ्नो
टाइम दिने मान्छे डेडिकेटेड मान्छे रहेछ भनेर चाहिँ उनीहरूले त्यो भएर पनि हायर गर्छ क्या। अनि फेरि हामीलाई अब हरेक जुन फिल्डमा गए पनि हामीलाई ग्रो हुन पनि अथवा एआई आएपछि पनि अथवा एभ्री 2 इयरमा चाहिँ हजुरको कम्प्लिटली न्यू टेक्नोलोजी आइरहेको हुन्छ भनेर भन्छ कि सफ्टवेयर डेभलपमेन्टमा। अनि त्यो भएर चाहिँ एभ्री 2 इयरमा चाहिँ हजुरले अप टु डेट हुनु पऱ्यो कि होइन भने अब त्यो 2 इयर अगाडिको पछाडि पऱ्यो फ्यु इयर्समा जब लस भएर जबलेस हुने सिचुएसन हुन्छ क्या। त्यो भएर लर्निङ गरिरहनु पऱ्यो, नयाँ नयाँ फिल्डहरू नयाँ नयाँ के कुरा आइरहेछ। सो ग्रेजुएट भएर एउटा प्रोफेसनल पाथमा जान चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिने भनेको रेज्युमी भयो अनि रेफरेन्स। इफ यु हेभ अ रेफरेन्स अनि त्यो त सुनमा सुगन्ध भयो। होइन भने चाहिँ जति नै आफूले के भन्छ जब अप्लाई गर्दाखेरि पनि जति नै रिजेक्सन भए पनि हार मान्नु भएन। बरु अब आफूभन्दा साथीहरू आफ्नो कलिगहरूले काम पाइहाल्यो भने वी क्यान टक विथ देम होइन। अब उनीहरूले कसरी अप्लाई गर्यो के गर्यो त्यो लिन सकिन्छ। एन्ड यु गेट अ इन्टरभ्यू, त्यो इन्टरभ्यूमा चाहिँ आफूलाई प्रुभ गर्नु पऱ्यो। इन्टरभ्यू जाँदाखेरि चाहिँ के भएर जानु पऱ्यो भने यत्रो मैले दुःख गरेर चाहिँ 1 वर्ष मैले अप्लाई गर्दै बल्ल बल्ल पाएको मैले काम आज इन्टरभ्यू त दिस इज हुक भनेर जानु पऱ्यो। यु प्रुभ योरसेल्फ। त्यति गऱ्यो भने काम पाउन त्यस्तो गाह्रो छैन। गाह्रो छ तर यो अभियसली गाह्रो हुनुको रिजन भने यु हेभ टु मेक योरसेल्फ स्ट्यान्ड आउट फ्रम द रेस्ट अफ द पिपल नि त होइन। एकदम केही न केही त मान्छेले नि तपाईँलाई अब विश्वास गरेर ट्रस्ट गरेर यो दे आर टेकिङ यु इन अ कम्पनी भने केही त आफूले पनि देखाउन सक्नु पऱ्यो नि त होइन। किरा भएर हिरा भन्नु पऱ्यो कि धेरै हाम्रो अब यो सिरियस कुराहरू भयो यो भयो अब सानो एउटा गेम खेलौँ। गेम चाहिँ हाम्रो विनर र लुजर हामीले डिसाइड गर्ने चाहिँ हाम्रो दर्शक विनरहरूले जसले पनि हामीलाई सुन्नुहुन्छ गर्नुहुन्छ उहाँहरूले कमेन्ट गर्नुहुन्छ। दे विल चुज द विनर एन्ड लुजर। भोलिपर्सि के हुन्छ अब त्यसको त्यो लुजरले के गर्ने विनरले के गर्ने हामी भोलिपर्सि फेरि तपाईँहरूलाई बोलाउला। अनि त्यो बेलामा चाहिँ हाम्रो कमेन्टबाट पढेर नाच भन्यो भने नाच्ने गाउँ भन्यो भने गाउने विनरले चाहिँ गिफ्ट हाल्ने है त हुन्छ होइन। गेम रेडी छ ल। एक्चुअली रक पेपर सिजर गरौँ। जसले जित्नुहुन्छ उहाँ चाहिँ सेकेन्ड जानुहुन्छ। आज हार्नेलाई फर्स्ट पठाइदिनु ल। एकचोटि रक पेपर सिजर गरौँ न त हामी। कसले जित्यो? तिमीले जित्यो। अब तपाईँ नै अघि हाम्रो इन्टरभ्युसन पनि तपाईँबाट सुरु भएको थियो, गेम पनि तपाईँबाट सुरु। एकदम सजिलो गेम चाहिँ यो गेमको नाम चाहिँ दिस एन्ड द्याट। जस्ट म 2टा अप्सन दिन्छु तपाईँलाई, तपाईँ चुज गर्नु। तपाईँलाई बेस्ट अप्सन चाहिँ तपाईँलाई के हो, यो हो कि यो अथवा त्यो है त। फर्स्ट जब इन यो फिल्ड लक अर स्ट्राटेजी? स्ट्राटेजी हो। जब सर्च इजी अर एक्जिस्टिङ? इजी त्यस्तो दुःख भने जस्तो भयो कि पनि। रिज्युमी तपाईँको स्ट्रङ नै थियो कि इट इम्प्रुभ अबाउट द टाइम? 100% टाइम बाई टाइम इम्प्रुभ एज यु वर्क होइन। इन्टरभ्यू कन्फिडेन्स अर नर्भस एनर्जी? नर्भस एनर्जी। कन्फिडेन्स हुनु त भएन पछि चाहिँ कन्फिडेन्स भइन्छ होला। रिजेक्सन मोटिभेटिङ अर फ्रस्ट्रेटिङ? अभियसली मोटिभेटिङ। नेभर फ्रस्ट्रेटिङ। यो राम्रो हार्नु भनेको मिठो चिज हो क्या। म त मान्छेले एकचोटि हार्नै पर्छ जस्तो लाग्छ क्या। जबसम्म हार्दैन तबसम्म जितेको मजा आउँदैन। त्यही त फिल्ममा पनि देखाएको छु तर इट्स गुड। युनि नलेज युजफुल अर लिमिटेड? लिमिटेड। न म त्यस्तो धेरै मान्दिनँ। आफैले गर्नुपर्छ पढाइ त। फर्स्ट डे एट वर्क एक्साइटिङ अर ओभरवेल्मिङ? बोथ एट द सेम टाइम। दुई कुराको मिश्रण थियो लगभग। वर्क प्लेस कल्चर सपोर्टिभ अर कम्पिटेटिभ? तपाईँ आफै नै बोस हुनुहुन्छ। सपोर्टिभ त हुनै पर्यो। सपोर्टिभ है। टिम वर्क स्मुथ अर लर्निङ कर्भ? लर्निङ। तपाईँ टिम कतिको विश्वास गर्ने मान्छे हो अथवा टिमलाई लिएर हिँड्ने खालको मान्छे कि होइन? टिम त चाहिन्छ भन्ने हो तर कस्तो टिम चाहिन्छ त्यही भने। वर्क प्रेसर म्यानेजेबल अर हाई? हाई नै होला। म त हाई भन्छु। हाई अलिकति वर्क प्रेसर अलिकति ज्यादा नै छ। मेन्टल प्रेसर भनौँ, फिजिकल प्रेसर चाहिँ अलिकति। अब यो वर्क लाइफ ब्यालेन्स भन्छ नि होइन, यो चाहिँ अब मिथ हो कि इज द रियल थिङ? साँच्चै होला लगभग। मिथ त कसरी भन्यो, यो प्रयोग आफ्नै जीवनमा प्रयोग भइरहेको। त्यो तपाईँको एन्सर मेरो एन्सर होइन। यो करियर क्लियरिटी क्लियर छ कि इभल्भिङ छ तपाईँको? इभल्भिङ होइन। ग्रोथ माइन्डसेट एक्टिभ अर प्यासिभ?
अहिले त बिस्तारै प्यासिभ हुँदै गइरहेको बेसी भइरहेछ त्यस्तै एक्टिभ हुनु त्यस्तो धेरै छैन अहिले जुन पहिला थियो अहिले चाहिँ सो यु ह्याप्पी इन यर लाइफ राइट नाउ या यु माइट नट बी ह्याप्पी इन 2 years टाइम बट यु ह्याप्पी फर अहिले 100% कम्पेरिटिभ फ्युचर प्लान स्ट्रक्चर छ कि फ्लेक्सिबल फ्लेक्सिबल विथ द फ्लो नै गइरहेको तपाईँले अहिलेसम्म यो गर्छु भनेर structure प्लान त अहिलेसम्म केही गराएन तपाईँ लाइफमा प्लान गर्ने मान्छे हो कि होइन 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 यो अहिले के भइरहेको थियो यहाँसम्म आउनु अघि भएर भने मैले सेफ अप्लाई गरेँ म्यानेजर भइरहेछ अब यो केही प्लान त केही पनि भएको छैन जीवनमा So, भगवान्ले जे दिनुहुन्छ नमस्कार गर्ने बस्ने यस प्लिज ठिक छ तपाईँको अहिलेसम्म इन प्रोफेसनल लाइफ यो बल्ल थाहा भयो मोमेन्ट एउटा त म्यानेजर भएर त्यहाँनिर काम गर्नुपर्ने कुराहरू सबै थियो बल्ल थाहा भयो सबै त्यस्तै थिए बल्ल थाहा भएवाला थिए प्रोफेसनल आइसकेपछि बल्ल थाहा भएवाला ठ्याक्कै भन्नलाई चाहिँ अहिले आएन तर थुप्रै छन् तब बल्ल थाहा भएवाला टिमवर्क भन्ने अब म्यानेजर भएपछि कसरी ह्यान्डल गर्ने एउटा टिमलाई त्यो बल्ल थाहा भयो होला त्यो होइन ओके थ्याङ्क यू रिजन कस्तो गर्नुभयो त तिम्रो कम्पिटिटरले अहिलेको लागि एकछिनको लागि कम्पिटिटर हो कस्तो गर्नुभयो तिमी उहाँभन्दा राम्रो गर्न सक्छ सक्दैन फेरि यहाँ अडियन्सले हेरिरहनु भएको छ तिमीलाई फेरि कमेन्ट गर्दै फेरि दाइले चाहिँ नाच्नै पर्यो भनेर होला कमेन्टहरू फेरि होइन अडियन्सलाई छोडिदिन्छु म ल फर्स्ट अफ प्लान र अनएक्सपेक्टेड अनएक्सपेक्टेड नै हो अब Plan प्लान त थिएन हजारमा एप्लाई गरिएको थियो आउँछ भने तिमीलाई अहिले त्यो आउँछ लाग्छ नि जस्तो पाउँछु भन्ने चाहिँ थियो म पाउँछु गर्छु भन्ने चाहिँ थियो पाउँछु भन्ने चाहिँ थियो तर त्यस्तो प्लान गरेर म अब यो बेलामा यो गर्छु भन्ने थिएन जब मार्केट कम्पिटिटिभ अर फेयर एकदम कम्पिटेटिभ कम्पिटिटिभ छ होइन स्पेसल एआईको जमानामा नेटवर्किङ युजफुल अर ओभर रेटेड नेटवर्किङ युजफुल हो युजफुल नै Useful हो कतिको छ तिम्रो नेटवर्क पर नेटवर्किङ ठिकै राम्रै छ भनौँ अब क्रिकेटमा इन्भल्भ भएको छु त्यो भएर नेप्लिज कम्युनिटीमा नि त्यस ठिकै हुन्छ त्यस नेप्लिज कम्युनिटीले आइटी काम पायो भने तिमीलाई यसो रेफर गर्दा हुन्छ ढुक्क भएर हाम्रो रिजन राख्नु नम्बर चाहिँ म तपाईँहरूलाई डिएम गरिदिनु मलाई मेसेज गर्नु लिङ्कडिन एक्टिभ जस्ट प्रोफाइल एक्टिभ भने पोस्ट नै गर्दैन तर एक्टिभली यताउता हेरिरहन्छ अब ठुलो प्रोफेसनलहरूलाई फलो गरेर अब के भइरहेछ होइन तिमीले आफ्नै आफ्नो जबको त्यो चाहिँ अपडेट गर्छ सबै अप टु डेट स्किलहरू त्यो अझै अपडेट गरिरहन्छ प्रमोसन भएको सबैहरू अपडेट चाहिँ गरिरहन्छ भइरहन्छ तर बाहिर साइड टिमसँग घुमेको यताउता के पनि त्यस्तो चाहिँ छैन म अलि त्यो चाहिँ अब सोसियल्ली भयो नि त सोसियल्ली चाहिँ अलि अब हुनै छ ओके इन्टरभ्यू प्रिपरेसन इन्टेन्स अर बेसिक इन्टेन्स थियो एकदम इन्टेन्स अहिलेसम्म कतिवटा प्रोफेसनल इन्टरभ्यू दियो होला तिमी प्रोफेसनल इयर त धेरै दिएँ नि सेकेन्ड जब खोज्दाखेरि पनि मैले धेरै दिएको थिएँ लाइक गर्दाखेरि लाइक अराउन्ड 40-50 त भयो होला ओके स्किल डेभलपमेन्ट कन्टिन्युस अर ओकेजनल कन्टिन्युस फिडब्याक एट वर्क हार्स अर हेल्पफुल हेल्पफुल नै हुन्छ धेरै जस्तो हेल्पफुल नै हुन्छ है इन्डस्ट्री एक्सपेक्टेसन रियलिस्टिक अर हाई रियलिस्टिक नै हुन्छ है त्यस्तो हाई हुँदैन तिमीलाई जे काम गर्नु भनेर हाल्यो भने चाहिँ त्यही काम मात्रै गर्नु हुन्छ यस्तो माथि यताउता गर भनेर आफ्नो क्यापेबिलिटी भन्दा बाहिर गर्न लगाउँछ ल टिम अनुसार डिपेन्ड हुन्छ त्यो टिम कन्ट्रोल हो अब जस्तै तपाईँको ठुलो कम्पनीमा चाहिँ प्रोजेक्टलाई हायर गरेको छ भने स्पेसिफिक हुन्छ त्यो प्रोजेक्टबाट बाहिर जानु पर्दैन स्मल कम्पनी छ भने चाहिँ फेरि लिटरली एभ्रिथिङ गर्नुपर्छ क्लाइन्ट भेट्नेदेखिबाट सफ्टवेयर बनाउने डिप्लोय गर्ने ओके वर्क इन्भाइरोमेन्ट तिम्रो फर्मल छ कि रिल्याक्स्ड रिल्याक्स नै छ गभर्मेन्ट काम हो सरकारी जागिर होइन सरकारी जागिर टाइम म्यानेजमेन्ट स्ट्रङ अर इम्प्रुभिङ स्ट्रङ त नभनौँ यो इम्प्रुभिङ नै हुनुपर्ने कुरा हो होइन हरेक दिन नयाँ कुरा आउँदाखेरि अब टाइम त जस्तै अब बिए भएपछि अब डिफ्रेन्ट हुन्छ होइन भनेपछि बिहे भइसक्यो सिङ्गल केटीहरूको मन चकना चाहिँ भयो होला होइन तर ठिकै छ जस तिम्रो इम्प्रुभिङ नै छ इम्प्रुभिङ नै हो त्यो खै जस लाइफ लङ इम्प्रुभिङ नै भनौँ स्ट्रेस लेभल कन्ट्रोल छ कि फ्लक्चुएटिङ अब झन् बिहे भइसक्यो भन्ने कुरा आइसक्यो होइन कतिको त्यो छ तिम्रो स्ट्रेस धेरै छ कामको अब त्यो पर्सनल लाइफलाई साइडमै लगाऊ अहिले प्रोफेसनल्ली चाहिँ कतिको छ तिम्रो प्रोफेसनल्ली अप्सनहरू के थियो के स्ट्रेस लेभल तिम्रो कन्ट्रोल छ कि फ्लक्चुएट भइरहेको कन्ट्रोल नै छ त्यस्तो त्यो झनक झनक हुनेवाला त्यस्तो टु मच प्रेसर छैन अनि म चाहिँ त्यो अब एउटा लिस्ट बनाएर काम गर्ने खालको मान्छे हो कि त्यही भएर लिस्ट बनाउँछु के चाहिने हो अन्त चाहिँ त्यो लिस्टलाई फलो गर्दै गयो भइहाल्छ करियर ग्रोथ फास्ट अर स्टेडी स्टेडी नै छ त्यस्तो फास्ट भएको छैन अनि अपस्किलिङ नेसेसरी अर अप्सनल एकदम नेसेसरी एकदम आइटीमा
जब सेटिस्फ्याक्सन छ कि छैन तिमीलाई अहिले यस अर स्टिल सर्चिङ जस्तो उहाँ त जबबाट अहिलेको लागि अहिलेको लाइफमा अहिलेको पर्सपेक्टमा उहाँ अहिले धेरै नै खुसी हुन्छ तिमी चाहिँ के छ आर यु ह्याप्पी विथ यो जब राइट नाउ यु स्टिल वान्ट टु डु बेटर ह्याप्पी छु तर अब जस अरू अब एआईको हुन्छ त्यो भएर त्यतातिर पनि तिमीलाई चाहिँ एआई मास्टर है ओके प्रोफेसनल लाइफ एक्सपेक्टेसन र रियालिटी चेक रियालिटी चेक भएर चाहिँ कसरी काम गर्नेहरू भनेर अनि यो बल्ल थाहा भयो मोमेन्ट इन यर प्रोफेसनल लाइफ सफा प्रोफेसनल लाइफमा गभर्मेन्ट काम यस्तो चिल हुन्छ भन्ने एउटा त्यो चाहिँ थिएन तिमीलाई त्यो चाहिँ बल्ल थाहा भयो काम भन्ने त अब अस्ट्रेलियाको अब प्रोफेसनल काम भन्ने त अलि अब जस हार्डकोर नै हुन्छ होला छैन गरिरहनु पनि त्यो हुन्छ होला भन्ने थियो तर झन् यस्तो विकसित सरकारको काम त्यस्तो म्यानेजरमा डिपेन्ड हुने तर चिल नै हुने टाइम प्रेसर छैन आनन्द ओके कलेज जित्यो चाहिँ हामी तपाईँहरू यसो कमेन्ट गरिदिनु हाम्रो भाइ सिङ्गल चाहिँ छैन त्यो कुरा नि ध्यानमा राख्ने कमेन्ट देख्दाखेरि चाहिँ ओके त्यो भयो अब यो हावा कुराहरू छोडिदिउँ लेट्स गो टु आवर लास्ट एन्ड अफ द अलमोस्ट एन्डमा आइसक्यो सानो अब गरौँ अनि त्यसपछि भाइ भन्नुपर्ने हुन्छ हामीले होइन तर धेरै रमाइलो त रमाइलो भइरहेछ एकदम रमाइलो कसरी सुरुमा त्यो नर्भसनेस भएको थियो के भएको थियो अहिले त छैन नि दुवैजनालाई फ्लोमा गइरहेछ नि ओके स्टुडेन्टबाट प्रोफेसनल हुँदा सबैभन्दा ठुलो चेन्ज चाहिँ के लाग्यो तिमीलाई स्टुडेन्टबाट प्रोफेसनल हुँदा एउटा टाइमको उसमा पनि आफ्नो लर्निङ कुराहरू पनि होइन धेरै कुरा प्रोफेसनलमा लागिसकेपछि चाहिँ मैले लर्न गर्नुपर्ने कुरा अझै धेरै रहेछ भन्ने भयो किन भन्दा त्यहाँ गएपछि अलिअलि थाहा भयो नि त मलाई यो थाहा रहन्छ भन्ने त्यो भएपछि लर्निङ कुराहरू अझै धेरै थाहा भयो यस्तो यस्तो सिक्न पर्ने भन्ने अनि त्यो एउटा अब रिल्याक्स्ड आफूले एउटा अब भने जस्तो सेड्युल बनाएर अब बिहान उठ्यो ब्रेकफास्ट खायो काममा गयो बेलुका आयो अब केही एक्सर्साइज गर्छु भने त्यो एउटा सेड्युल बनाउनु पाएँ नि त त्यो हुँदाखेरि पनि अलिकति त्यता चाहिँ सेड्युल बनाएर जाँदाखेरि वर्क लाइफलाई चाहिँ ब्यालेन्स गर्न सकिने जस्तो फिल हुन्थ्यो किन भन्दा पहिला चाहिँ अब सिफ्ट कहिले हालिदिन्छ नेक्स्ट विक मेरो कहिले बिदा कहिले मेरो कुन मर्निङ सिफ्ट हो कि इभिनिङ सिफ्ट हो त्यो आइडिया हुँदैन थियो नि त पहिलाको काममा स्टुडेन्ट हुँदा अब होटल रेस्टुरेन्टतिर गर्दाखेरि त्यसमा चाहिँ बेटर भएको थियो त्यो पार्ट चाहिँ त्यो चाहिँ लाइफमा अलिकति धेरै नै चेन्ज भएको छ धेरै चेन्ज भएको थियो अनि तपाईँको स्टुडेन्टबाट प्रोफेसनल जाँदाखेरि अलिक डर कम हुने रहेछ स्टुडेन्टमा हुँदाखेरि अलिक सबैतिरबाट के भन्ला के होला कस्तो होला सबै नयाँ लाग्ने अनि प्रोफेसनल भन्दै गएपछि यी कुराहरू सामान्य हुँदो रहेछ गरिसके 100% अनि डर कम हुने अलिक कन्फिडेन्स आउने रहेछ हरेक कुरामा अब तपाईँको प्रोफेसनल लेभलमा पुगिसकेपछि त्यो अनेक सबै तपाईँलाई देखेको कुराहरू नर्मल लाग्ने रहेछ नर्मलाइज भइने रहेछ अनि अन्ततः त्यही हेल्प हुन्छ त्यो सबै कुरामा त्यो इजी बनाइदिन्छ त्यो प्रोफेसनल भइयो भने चाहिँ त्यो क्षेत्रमा गइयो भने चाहिँ त्यही हो है मलाई चाहिँ के लाग्यो भने अब म जसरी आफ्नो काम के भन्छ पढाइसकेर त हाम्रो अल्टिमेट गोल भनेकै काम गर्ने अनि फी तिर्ने जसरी हुन्छ पढाइसकेपछि चाहिँ दे इज अ डिफ्रेन्ट लाइफ द्याट इज वेटिङ फर यु के किनभने स्टुडेन्ट हुँदाखेरि हामी बल्ल तल्ल काम गऱ्यो यो गऱ्यो पढ्यो अब फी तिर्यो सक्यो त्यति नै हाम्रो लाइफ त्यतिमै हुन्छ एन्ड देन यो रियल लाइफ स्टार्ट्स आफ्टर द्याट कि अब प्रोफेसनल अब तपाईँ काम गर्नुभयो अथवा इभन फुल टाइम तपाईँले काम गर्नु भने धेरै कुराहरू सिक्ने ओहो मलाई त यो पनि थाहा छैन न हामीले लाइफ प्लान गरेर हुन्छ न अगाडिको फ्युचरको बारेमा प्लान हुन्छ हामी अन्यलमै हुन्छ नि त लाइक वाट्स आवर फ्युचर हामीलाई केही नै थाहा नै हुँदैन अब कहाँ काम पर्ने हो के गर्ने हो त्यो नै हुँदैन त्यो अलिकति डर जस्तो चाहिँ डर पनि हुन्छ आई थिङ्क इज नट एज हुन्छ नि मान्छेले भन्छ हो अब टिआरमा जाने बित्तिकै ढ्याङ काम गर्ने हो तर सोचे जति सजिलो चाहिँ छैन असम्भव छैन तर वन्स यु गेट द ग्रिप अफ इट यु विल बी ह्याप्पी अब यस्तो हो यो अब लाइफमा चाहिँ यो कहिल्यै पनि त्यो एन्ड नहुने कुरा हो कि आफूले ल म साइकल हो कि अब म चाहिँ ल एक्सेप्ट गर्छु मेरो लाइफ चाहिँ एउटा अब यसमा लग्छु भनेर आफूले लगेपछि त्यो आफूभित्र चल्ने कुरा हो नि त आफ्नो हरेक मान्छेको चाहिँ डिफ्रेन्ट वर्ल्ड हुन्छ भन्छ नि अब मैले हेर्ने वर्ल्ड र हजुरले हेर्ने वर्ल्ड हजुर हेर्ने डिफ्रेन्ट हुन्छ नि त आफ्नो वर्ल्ड चाहिँ कस्तो बनाउने भन्ने हो कि अब मलाई यतिले पुगेको छैन अब स्टुडेन्ट लाइफमा मलाई पुगेको छैन म प्रोफेसनलमा जसरी नै जानुपर्छ भन्ने फिल हुने प्रोफेसनल भएपछि ल मेरो अब फाइनेन्सियल इन्कम चाहिँ यति हुनु पऱ्यो मेरो सेभिङ यति चाहियो यति कसरी बनाउने घर कसरी किन्ने हरेक कुरा सोचिन्छ नि त त्यो जहिले पनि त्यो नेक्स्ट सोच्नुपर्छ त्यो गुड पनि हो
तर आफ्नो वर्ल्डलाई चाहिँ अब कतिको त्यो स्ट्रेस ब्रोडर बनाउँदै जानु पर्यो ब्रोडर बनाउँदै जानु त्यो आई थिङ्क समयले माग पनि गर्छ त्यो गर्छ है समयले आफूले पर्दाखेरि जे आफू मागेर आएको समयले प्रोफेसनल भइसकेपछि समयले धेरै कुराहरू माग्छ धेरै कुराहरू माग्छ होइन अनि के भन्छ वर्क तपाईँहरूले काम त गर्नुभएको थियो होइन अब हामी त्यही त हो नि क्याजुअल भएर अथवा पार्ट टाइम भएर यो हस्पिटालिटी यताउति काम गरेर अनि त्यहाँबाट तपाईँ अब एउटा प्रोफेसनल भएर अब एउटा म्यानेजर भएर एउटा क्याफेमा गर्दा चाहिँ के चाहिँ चेन्ज इज एनी चेन्जेस इन यर आफैमा पनि केही चेन्ज अथवा तपाईँको वर्क कल्चरमा केही चेन्जहरू पर्नु भएको छ तपाईँले पक्कै पनि पाएँ सुरुमा यहाँ आएदेखि मैले पर्मानेन्ट काम एकचोटि पनि गरेको थिइनँ सबै क्याजुअल होइन तपाईँको टेम्पोररी कुनै क्यासमा कुनै केमा गन्जागोल भइरहेको थियो यी बल्ल अलिकता स्टेबल भएर अलिकता पर्मानेन्ट काम गरेको चाहिँ अलिकता भर्खरै हो अनि धेरै कुराहरू नयाँ कुराहरू धेरै कुराहरू थाहा पाउँदै गइरहेको छ यो पर्मानेन्ट गर्दै गएपछि क्याजुअलहरू यो नर्मल क्यासमा काम गर्ने अझै स्पेसली यस्तोमा गर्दाखेरि चाहिँ तपाईँको कस्तो हुँदो रहेछ भने धेरै कुराबाट वञ्चित भइने रहेछ क्या अब हाम्रो यहाँको पर्मानेन्ट त ठ्याक्क नेपालको सरकारी जागिर जस्तै तपाईँको सञ्चय कोष जस्तै सुपरएन्युसन राखिदिन्छ होइन तपाईँको छुट्टी त्यही अनुसारको छुट्टी पाइन्छ एनुअल बिदा हुन्छ अनेक हुन्छ नि छेउ सुविधाहरू 100% त्यही भएर काम नगए पनि पैसा आउने एउटा वातावरण चाहिँ हुन्छ हजुर होइन अनि म त त्यही भन्छ पर्मानेन्ट नै गर बरु थोरै गर होइन पर्मानेन्ट काम गर इट गर्न बी सेभ यर फ्युचर पनि भन्छु म त है पिस अफ माइन्ड पनि हुन्छ त्यस्तो प्रेसर हुँदैन तपाईँको चाहिँ नि आफ्नो आनन्दले बिदामा बस्न पनि पाउनुहुन्छ यदि चाहने हो भने अनि अझ कन्ट्र्याक्टको त हजुरको भोलिबाट नआइज भनेर भन्दैन तिमीले पनि 2-3वटा काम गरिसक्यो अहिले अब गभर्मेन्टमा काम गरिसकेछौ कतिको चाहिँ चेन्ज पायो लाइक वर्क कल्चर कतिको चेन्ज छ इज इट डिफिकल्ट इन प्राइभेट सेक्टर कि के हुन्छ तिम्रो के छ तिम्रो तिनवटा काम मेरो तिनवटा कम्प्लिटली डिफ्रेन्ट टाइपको इन्डस्ट्री थियो फर्स्ट जब चाहिँ अप्ठ्यारो जस्तो केही पनि परेन यु आर लकी विथ द टिम द्याट यु युज टु वर्क विथ मेरो सेकेन्ड जब चाहिँ अलि कम्पिटेटिभ इन्भाइरोमेन्ट थियो अलिकति फास्ट पेस टाइपको हुनुपर्ने कि जुन चाहिँ मलाई एकदम ठिक लाग्दैन त्यही भएर मैले थर्डमा चेन्ज गरेँ सेकेन्डबाट चाहिँ अलिकति हेपाइ खाएको जस्तो लाइक डिड यु एभर फिल लाइक हुन्छ नि अब यसलाई त्यही काम आउँदैन जसरी त्यो हेबीको जस्तो केही फिल भएको थियो एक्ज्याक्टली त्यही नै फिल भएको थियो जति गरे पनि उनीहरूले चाहिँ नदेख्ने कि उनीहरूको सर्टेन 1-2जना हुन्छ यिनीहरूले चाहिँ जे गरे पनि हुने टाइपको होइन जो क्लोज भयो किनभने त हाम्रो कम्युनिकेसन त्यस्तो राम्रो हुन्न नि त अनि अब बोसहरूसँग हरेक कुरा बोलिन्न बोस भन्छ डिफ्रेन्ट त्यो आउँछ अनि बोस भन्नुपर्छ सर नमस्ते भन्ने हाम्रो कल्चर तर यहाँको त हे स्याम हे माइकल त्यही त अब जे पनि ऱ्यान्डम अब नराम्रो शब्दहरूले पनि इजिली बोलिदिन्छ नि हामीलाई बोल्न अप्ठ्यारो लाग्छ नामले बोल्न नै अप्ठ्यारो लाग्छ सर हेलो बोस हेलो सर त्यसमा चाहिँ अलिकति अनि वर्किङ भएर अलिकति टक्सिक टाइपको पनि थियो अनि त्यसपछि चेन्जको लागि खोजेको तर त्यो बेला चाहिँ फेरि मार्केट पनि एकदम कम्पिटेटिभ भएर गाह्रो भएको थियो 4-5 महिनै लागेको थियो चेन्ज गर्न अहिले अनि कुनै नयाँ स्किलहरू केही लर्न गरिरहनु भएको छ आफ्टर एआई बाहेक के नयाँ स्किलहरू केही सिकिरहनु भएको छ अथवा द्याट इज हेल्पिङ यु हुन्छ नि टु बी बेटर देन वाट यु युज्ड टु बी बिफोर अथवा हाम्रो हेरिरहनु भएको मान्छेहरूलाई पनि केही तिमीले सल्लाह सुझाव दिन चाहन्छौ यस्तो स्किल चाहिँ लर्न गर्नु है तपाईँलाई आइटी पढेको अथवा एज ए ग्रेजुएट हुनु लागेको होला चाहिँ द्याट माइट बी हेल्पफुल फर देम के एउटा स्किल छ जुन चाहिँ तिमीले पनि सिक्यो अनि द्याट माइट बी हेल्पफुल फर पिपल लिसनिङ टु अस अब यसमा चाहिँ अब नन टेक्निकल कुराहरू आउँछ कि टेक्निकल कुराहरू त हामीले अब धेरै आइटीको चाहिँ धेरै जस्तो कुराहरू अब कम्पनी अनुसार डिफ्रेन्ट हुन्छ अनि त्यो भएर धेरै कम्पनीले तपाईँबाट धेरै एक्सपेक्ट पनि गर्दैन कि कुनै नयाँ प्रोजेक्टमा गएको छ भने उनीहरूले मजाले ब्रिफिङ गराउँछ यसरी गर्ने भनेर सिकाउँछ होइन नन टेक्निकल कुरा चाहिँ लाइफ स्किलहरू चाहिँ त्यो लर्न गरिरहनुपर्छ कि हामीले त सिकिरहनुपर्छ त्यसबाटै हो कि अब प्रोफेसनल्ली चाहिँ हामी ग्रो हुने भनेको त्यो कुराले रहेछ कि अब तपाईँ अब जुनियर डेभलपरबाट सिनियर डेभलपर हुनु भनेको त सिनियर डेभलपर पिपल म्यानेज गर्नु पऱ्यो कम्युनिकेट गर्नु पऱ्यो डिफ्रेन्ट मान्छेलाई चाहिँ एउटै उसमा ल्याएर कसैको मन नदुखाइकन होइन सबैलाई ह्याप्पी बनाएर वर्कलोड मान्छेको धेरै नबनाइदिकन होइन सबै ब्यालेन्स गराउने त्यो स्किल भनेको आफूभित्र इन्टेलेक्चुअली डेभलप भयो भने त्यस्तो कुराहरू ब्यालेन्स हुँदै जान्छ अनि प्रोफेसनली ग्रोथ हुनलाई चाहिँ एकदमै हेल्प हुन्छ है त्यस्तो कुराले भन्छ नि स्किल तिमीले सिक्ने ठाउँ छैन आफै सिक्नु पर्यो
होइन कामको लागि आफैले सिक्दिनु पर्यो आफै डेभलप गर्नु पर्यो अरू कसले आएर गरिदिँदैन आफै गर्नु त्यही त आफूले किनभने काम भनेको काम यदि वान्स यु गेट इन कामले सिकाउँछ काममै सिकिन्छ अरू तर आफू सेल्फ डेभलप कसरी हुने आफू कसरी डेभलप हुने चाहिँ त्यो चाहिँ आफूभित्र त्यो चाहिँ आफैले गर्नु पर्यो अनि त्यो लर्निङ एउटा त्यो लर्निङ क्युरियोसिटी भयो भने त्यो कामबाट पनि त्यस्तो कुराहरू पनि सिकिन्छ सिक्न चाहिँ तर अब बेसिक स्किल त हुनै पर्यो बेसिक अब कामलाई चाहिने अब कुकेरी जस्तै अब हजुर अब अहिले अलिअलि आइटी ब्याकग्राउन्ड छ तर कुकेरी गएर मान्छेले चाहिँ आइटी गएर काम गर्नु त मिल्दैन होइन इन्टेलेक्चुअली त्यो सबै पर्फेक्ट छ बेसिक स्किल हुनु पर्यो तर अरू कुरा चाहिँ आफै नै इन्ट्रेस्ट पनि हुनुपर्छ जस्तो लाग्छ होइन इन्ट्रेस्ट भयो भने चाहिँ तपाईँले नमरुन्जेलसम्म सिकिरहन सक्नुहुन्छ क्या अनि यही कुरा गर्दा गर्दै हाम्रो जसरी चाहिँ हामी ग्रेजुएट भयो होइन स्टुडेन्ट आयो अनि त्यसपछि स्टुडेन्ट आइसकेपछि ग्रेजुएट भयो स्टुडेन्ट हुँदाखेरि त आफ्नै एउटा दौडधुप हुन्छ हामीलाई लाइफको एउटा गोल भनेकै कसरी ग्रेजुएट भन्ने हुन्छ ग्रेजुएट भइसकेर आफू लाइफमा चाहिँ चेन्ज कसरी त्यो प्रोफेसनलमा जाँदाखेरि चाहिँ आफैमा कस्तो खालको चाहिँ चेन्ज गर्नु नट इन यो प्रोफेसनल नट इन यो जब आफैमा चाहिँ वाट काइन्ड अफ चेन्ज डिड यु सी इन यर सेल्फ अनि कुन चाहिँ कुराले चाहिँ तिमी एकदमै प्राउड छौ लाइक ओके म चाहिँ हिजोसम्म त्यस्तो गरेको थिएँ आज चाहिँ म यस्तो गरिरहेको छु इज देयर एनिथिङ द्याट यु आर प्राउड अफ स्टुडेन्ट हुँदाखेरि जति हसल थियो त्यो छैन अहिले स्टुडेन्टमा तपाईँको कुन बेलामा उठ्ने कुन बेलामा काममा जाने कुन बेलामा पढाइलाई लाने सँगसँगै लानु पऱ्यो नि त अब अहिले त एउटा पाटै बच्यो क्या अब पढ्नु पर्दैन अहिले हजुर युनिको पढाइ पढ्नु पर्दैन डेली लाइफको जीवनलाई चाहिने पढाइ त पढ्नु परेको त्यो त नमरुन्जेल पढ्नुपर्छ जीवनले आफैले पाठ पढाएको पक्कै पनि अनि अहिले त्यो हसल छैन आनन्दले आफ्नो काम गयो कामबाट आयो बुढीलाई समय दियो आफूलाई समय दियो सबै थोक गर्नलाई अहिले चाहिँ जानिया सिकिया त्यतिखेर नजानेर पनि होला सायद स्टुडेन्ट लाइफमा कस्तो हुन्छ भने त्यति धेरै कुरा थाहा पनि हुँदैन हामीलाई सबै प्रेसर लिएर आउँछ घरको प्रेसर अब परिवारको प्रेसर यताउता सबैको प्रेसर माइन्डमा हुन्छ अनि त्यस पछाडि माथि पढाइ त्यस्तै हुन्छ फीको टेन्सन हुन्छ पढाइको अनि काम कल्चर केही बुझिया हुँदैन त्यस्तो हुन्थ्यो त्यो बेलामा चाहिँ साह्रै सङ्घर्ष पनि हुन्थ्यो अहिले त्यो पार गर्दै गएर अहिले प्रोफेसनल हुँदाखेरि चाहिँ मैले पाएको परिवर्तन चाहिँ त्यही हो आनन्द भएर बस्नुपर्ने रहेछ जीवन यस्तो फ्रजाइल लाइफ छ होइन किन टेन्सन लिने कुन बेला फुत्त साथ जाने थाहा हुँदैन होइन जस अलिकति लाइफ जिउन पाइएको छ अहिले जस्तो दौडधुप छैन केही छैन जिन्दगी चाहिँ आफ्नो एउटा यस्तरी म बस्छु अथवा साथीहरूसँग भेट्न जान्छु यो गर्छु भने टाइम आनन्दले पाइएको छ प्लान बनाउन सकिएको हजुर बसिसक्यो अहिले 100% अनि तपाईँ त बिए पनि भइसक्यो मान्छे होइन फ्यामिलीलाई पनि टाइम मजाले दिन पाउनु भएको छ पढाइको टेन्सन छैन कामको टेन्सन छैन काम कसरी गर्ने थाहा छ अब त प्रोफेसनल भइसकेपछि घर घर झगडा हुँदैन के अनि रिजनलाई के छ रिजन पनि त्यही हो कि तिम्रो पनि बिहे भइसक्यो होइन अब प्रोफेसनल भइसकेपछि त अलिकति सजिलै छ होला नि त तिम्रो के छ त्यो वाट काइन्ड अफ चेन्जेस डिड युज स्टुडेन्टबाट प्रोफेसनलमा जाँदा चाहिँ मेन रिलिफ भने चाहिँ फीको रिलिफ थियो फी तिर्न नपर्ने अनि त्यसपछि त्यही हो अब वर्क लाइफमा चाहिँ एउटा डिफ्रेन्ट टाइम सेड्युलहरू चाहिँ डिफ्रेन्ट फ्लोबाट गइरहेको थियो कि जान थालेको थियो प्रोफेसनल हुँदाखेरि चाहिँ किन भन्दा वर्क आवर फिक्स भयो 9 to 5 भयो अब बिहान के गर्न मन छ त्यो गर्न पाइयो होइन बेलुका आफूलाई प्लान बनाउनु पाइयो एक्सर्साइज गर्ने कि अथवा सोसियल्ली कतै जाने हो कि अथवा बुढीसँग अथवा फ्यामिलीसँग कतै जाने कि त्यो गर्न पाइन्थ्यो अनि त्यसमा चाहिँ धेरै सजिलो हुन्थ्यो अनि विकेन्डमा क्याचअप भयो होइन विकेन्ड क्याचअप भयो विकेन्ड अफ हुँदैन थियो त्यो अर्को कुरा हस्पिटलमा काम गर्दा सब प्रोफेसनल साथीहरू घुम्न जान्थे विकेन्डमा पब्लिक होलिडेमा आफू चाहिँ काम गर्न जाउँ भन्यो भने साथीहरूको बिदा कहिले भनेर स्याटरडे सन्डे आफू हस्पिटलमा काम गर्ने एक्स्ट्रा पे आउने बिदा छैन मन नलाग्ने एटलिस्ट त्यो चाहिँ अलिकति भए पनि सजिलो भएको छ प्लस अब प्रोफेसनल भइसकेपछि एनुअल लिभ पनि भयो सिक लिभ पनि आयो दसैँ तिहार यस्तो ठुलो चाडहरू पहिला मलाई अझ पनि याद आउँछ जब हामी त्यो स्टुडेन्ट हुन्थ्यो काम गर्न जानै पर्यो बल्ल तल्ल पाएको हुन्छ सिफ्ट अनि यु युज टु मिस त्यो फन क्या अब त्यो आफै यहाँ फ्यामिली नभए पनि साथीहरूसँग गएर यसो रमाइलो गरौँ भने पनि टाइम पाउँदैन एटलिस्ट प्रोफेसनल भइसकेपछि अब चाहिँ अलिकति ल मेरो यो दिन यस्तो छ भनेर बिदा पहिले माग्यो सकिन्छ अनि आनन्दले बसेर रमाइलो गर्न अलिकति लाइफ अलिकति बेटर गर्न सकिन्छ नि त मेरो सेकेन्ड इयरको दसैँको याद आयो कि अस्ट्रेलियाको सेकेन्ड दसैँमा फर्स्टमा के गरेँ याद भएन सेकेन्डमा चाहिँ मैले बिहान टिका लगाएँ अनि गएर चाहिँ अनि ट्रेन स्टेसनको टोइलेटमा गएर मुख पुछेर अनि काममा गएर यस्तो पनि गर्नु पर्यो विडम्बना सबैले
अनि अब करियर ग्रोथको लागि नेक्स्ट प्लान चाहिँ के छ त दुईजनाको? करियर ग्रोथको अब अहिले चाहिँ एआई नजर भन्नुहुन्छ त एआईको कुराहरू अब आइटी काम गर्ने मान्छेले म एआई नजर भनेर कसरी भन्ने यार, म त्यो चाहिँ सक्दिनँ होइन। तर त्यो भन्दै गर्दा चाहिँ एआई मात्र सबै कुरा होइन, तर एआई भन्दै गर्दा एआईमा चाहिँ अब एआई एज इन एआई मात्रै ऊ छैन कि अब त्यसलाई युजफुल बनाउने चाहिँ आफ्नो त्यसलाई युजफुल गर्ने टेक्नोलोजीहरू अब डिफ्रेन्ट आइरहेछ। त्यसमा चाहिँ अब आफूले स्किल त्यतातिर डेभलप गर्ने, अनि त्यसपछि अब त्यो युज गर्ने कम्पनीहरू अब गभर्मेन्टमा पनि कुन चाहिँ टिमले त्यो गरिरहेछ, आफू त्यहाँ जान मिल्छ कि भनेर त्यसरी हेरिरहेको छु मैले। अहिले प्रोफेसनलमै भइसक्दा चाहिँ त्यतातिर चाहिँ आफूलाई ग्रोथ गराउन खोजिरहेको छु। तपाईँको डिरेक्टर अफ डोम? यस प्लिज। अहिले पछिल्लो समय मैले प्रोफेसनल भइकन सिकेका शब्द यो यस प्लिज काम लाग्ने रहेछन् धेरै। अनि मैले अब त्यही हो, अब यो एउटा सानो क्याफेको म्यानेजर भन्दा माथिल्लो अझै होल क्याफेको सिइओ नै भएर अब यस्तो आफैले अझै एउटा क्याफे खोलिदिन्छ कि भन्ने त्यतातिर पो सोचिरहेछु म त। एउटा आफैले क्याफे खोलेर अनि अलिक थोरै पुँजी क्यापिटलहरू सेभिङ गरेर राख्यो भने अनि आफैले एउटा क्याफे खोल्ने, आफैले लगाउने, अनि मै राजा मै मन्त्री भएर बस्ने भन्ने त्यतातिर अब त्यतिसम्म कन्फिडेन्स चाहिँ बिल्ड भएको छ पक्कै भने। अनि त्यसमा लागि पनि परिरहेको छु। साथ सहयोग बढ्दैछ नि अलिअलि, त्यो क्षेत्र छोडेको छैन। अहिलेसम्म यहाँसम्मको जर्नी, हाम्रो स्टुडेन्ट लाइफदेखि अहिलेसम्मको जर्नीमा वाट इज द वान थिङ द्याट यु आर भेरी प्राउड अफ योरसेल्फ? यो फर्स्ट अफिस जब आफ्नो फिल्डको काम पाउँदा नै त्यो जति प्राउड त केही थिएन होला। यो स्टुडेन्ट लाइफदेखि कन्भर्जन यो टाइममा चाहिँ त्यही नै भन्छु म त। अनि तपाईँलाई? अब प्राउड मोमेन्ट भन्ने त त्यस्तो यहाँ आउनु नि मलाई त एक हिसाबले प्राउडै लागिरहेको। दुनियाँ अर्को दुनियाँ देखियो होइन, नयाँ कुराहरू जान्न पाइयो। नेपालमा भएको यी कुराहरू अब भिडियोमा मात्रै देखिन्थ्यो, यहाँ प्रष्ट रूपमा आँखाले देख्न पाइयो। एउटा त्यो पनि प्राउडै मोमेन्ट हुन्छ। अरू प्राउड मोमेन्ट भनेर अब त्यस्तो धेरै त छैनन्। अब प्रत्येकचोटि अब पढाइसकिँदाखेरि एउटा प्राउड मोमेन्ट हुन्थ्यो होइन। अब प्रोफेसनलमा आइयो एउटा प्राउड मोमेन्ट भयो, विवाह भयो त पनि एउटा प्राउड मोमेन्ट। सबैभन्दा धेरै प्राउडेस्ट चाहिँ ड्याडी हुँदाखेरि। यु क्यान बी द्याट एज वेल होइन। 100%। अस्ट्रेलिया नभएको भए यु नोज अहिलेसम्म तपाईँको बिहे पनि नहुनु सक्यो के गर्नु सक्यो होइन। द्याट्स द टपिक फर सम अदर डे। अनि हामी स्टुडेन्ट भएर आउँदाखेरिको स्ट्रगल त सबैजनालाई थाहा छ, कति दुःख हुन्छ के हुन्छ, अनि कति दिन जान्छ, काम गरिन्छ, यो हुन्छ होइन। देयर आर सो मेनी थिङ। कति रात नसुतीको पनि जान्छ होला, युनिको चक्कर, यहाँको चक्कर, त्यो सबै दुःखहरू चाहिँ अब जुन चाहिँ ठाउँमा अब अहिले तपाईँ आइपुग्नु भएको छ त्यहाँसम्म आएर पछाडि यसो फर्केर हेर्दाखेरि चाहिँ डु यु थिङ्क इट वाज वर्थ अल वाइल कि नै? वर्थ इटै हो। म त फर्स्टमा यहाँ आउँदाखेरि पनि तपाईँको कस्तो भयो नि, भिजा लाग्यो, अब नेक्स्ट विक जानुपर्ने थियो। अलिअलि कोरोनाको हल्ला चढ्दै थियो त्यतिखेर होइन, खासै व्यापक भएको थिएन। अनि टिकटको काटेको दिन जब नजिक आउँदै गयो तब व्यापक हुँदै गयो। अब ब्याग स्याग सब प्याक गरेर अब जानु पऱ्यो भने एयरपोर्टसम्म जाउन्जेलसम्म ठ्याक्क लकडाउन भइदियो क्या। अनि त्यसै ठिकै छ, अब अहिले रोक्यो होला, रोगब्याधि आएको, भोलि खोल्ला पर्सि खोल्ला, एक हप्ता कति चाहिँ रोक्ला, एक महिना भनेर बस्यो है। गर्दा 2 वर्षसम्म फसेँ म। 2 वर्षसम्म हजुर भिजा लगाएर नेपालमै 2 वर्ष फसेँ। अब आफ्नो पढाइ पनि लगभग मैले नेपालमै सकेँ। अब अस्ट्रेलियाको पढाइ नेपालमा बसेर नेपालको कमाइले तिर्नुपर्ने। हजुर अनलाइन। अनि त्यतिर सिस्टमै त्यही भएर सायद अलिक बढी अनलाइन फस्टाएको होला होइन, त्यस्तो कोरोना भएको चाहिँ त्यसरी अड्केर बिजोग भएर अनि बल्ल खुलेपछि आउन पाएको। सो आई हेभ टु डु लट्स अफ मोर, एकदम धेरै गर्नुपर्ने थियो होइन, सबै कुराहरूलाई ओभरकम गर्नुपर्ने थियो। अनि त्यही भएर पनि काम त देखे जति, जाने जति, नजाने जति सबै गरेँ। त्यो गर्ने क्रममा घरि पेन्टिङ गरेँ, घरि उता ट्रेनमा काम गरेँ, घरि रोड मेन्टेनेन्स, अनेक थरी काम गर्दै अनि अहिले यहाँसम्म पुग्यो। अझै चलिरहेछ। अब के थाहा यो पनि पर्मानेन्ट हो, कहिलेसम्म हुन्छ हुँदैन थाहा छैन। जस्ट वर्थ इट चाहिँ थियो। वर्थ इट चाहिँ थियो। अनि तिम्रो? डु यु थिङ्क अल द्याट हसल, अल द्याट नाइट्स, त्यो स्लिपलेस नाइट, मोज मस्ती, त्यो सबै इट वाज अल वर्थ इट? अब एकदमै वर्थ इट जस्तो लाग्छ। नेपालमा भइरहेको भए चाहिँ हामीले अब अस्ट्रेलिया भनेको त हजुरको जे चेन्ज वर्ल्डमा अब जे चाहिँ अगाडि चेन्ज आइरहेछ नि, अब जस्तै बत्ती आउँदा पनि
नेपालमा त धेरै वर्ष पछि पुग्यो नि त। पहिला अब युएसतिर अल्बर्ट आइन्स्टाइनले कहाँ बनायो, युएसतिर बनायो, त्यहाँ आयो, त्यसपछि अब अस्ट्रेलियामा आयो होला, त्यसपछि अब नेपालतिर गयो। अन्त त्यस्तै अब हरेक कुरा चाहिँ आउँदाखेरि अब यता अस्ट्रेलिया युएस भनेको त अब फर्स्ट भयो नि त। अनि त्यो भएर हामीले चाहिँ फर्स्ट ह्यान्ड त्यो सिक्न पाउँदा चाहिँ यहाँ आएर प्रोफेसनल्ली एकदमै धेरै ग्रो भयो नि के। अनि आफूलाई त्यो हाम्रो त्यो एउटा वर्ल्ड हुन्छ नि आफ्नो दिमागमा बनाएको, त्यो वर्ल्ड पनि कम्प्लिटली डिफ्रेन्ट वर्ल्ड हो नि कि। अब त्यो कुरा चाहिँ मलाई कहिले रियलाइज भएको भन्दा जब मैले नेपालमा चाहिँ आएको 4-5 वर्षपछि नेपालको साथीहरूसँग कुरा गर्दा चाहिँ उनीहरू चाहिँ अब ब्याचलर पढेर भर्खर ब्याचलर सकाउँदै थिए। अनि के गरेर भन्दा नेपालमा त अब पढ्दै काम गर्ने कल्चर छैन नि त। उनीहरू चाहिँ अब भर्खर पढाइसक्यो, अब बिस्तारै काम खोज्ने भन्ने एउटा उ थियो कि। जबकि मेरो ढुक्कले भइरहेको, जबकि मेरो चाहिँ यता अब पढाइ भ्याएर मैले अब प्रोफेसनल काम सुरु गरिसकेको थिएँ। अब त्यो इमेजिन गर्दाखेरि यदि म अब यता नआएको भए म पनि त्यहाँ अब ब्याचलर सकेर चाहिँ अब काम खोज्नुपर्छ बिस्तारै भन्ने हुन्थ्यो। त्यो अब रिल्याक्स इन्भाइरोमेन्ट पनि थियो, आफ्नो फ्यामिलीसँग बस्न पाइएको थियो होइन, खाना बस्नलाई दुःख हुँदैन थियो फ्यामिली कल्चरमा भए। यहाँ आएर चाहिँ त्यस्तो कुराहरू चाहिँ एकदम डेभलप हुन्छ जस्तो लाग्छ। तर त्यो स्टुडेन्ट लाइफको दुःख चाहिँ when it meets the ultimate goal to be a professional, it is all worth it. एकदमै वर्थ इट। अहिले रमाइलो लाग्छ। अहिले रमाइलो लाग्छ। मेरो सङ्घर्ष अहिलेको। सो अब आफ्नो आफ्नो तपाईँ पनि एउटा क्याफे म्यानेजर हुनुभएको छ। मेबी दे आर लाइक पिपल यु डोन्ट नो द्याट एस्पायर टु बी अ म्यानेजर होइन। उहाँहरूलाई कतिजनालाई अहिले डममै काम गर्नु भएको छ होला, काहीँ काम गर्न मान्छ, दे माइट बी एस्पायरिङ टु बी अ म्यानेजर इन फ्युचर। उहाँहरूलाई एउटा सजेसन केही दिनु मन छ भने तपाईँलाई वाट वुड यु सजेस्ट देम? अब काम गर्दाखेरि चाहिँ मैले सजेस्ट गर्ने भने काम गर्दाखेरि चाहिँ काममा एकदम पोजिटिभ एटिट्युड लिएर काम गर्ने हो। कहिले पनि यो मेरो बोस हो, यो मेरो चाहिँ अन्डर काम गर्ने अथवा योभन्दा हायर काम गर्ने भनेर कामलाई कहिले पनि नछिर्नु। काम जहिले काम हुन्छ, आफ्नो बेस्ट दिने हो, बाँकी भने भगवान्ले हेर्छन्। अनि रिजनको अब भर्खर ग्रेजुएट हुँदैछ अथवा हुँदै गरेको कोही हाम्रो आइटीको स्टुडेन्ट छ होला, किनभने तिम्रो फिल्ड अफ एक्सपिरियन्स नै आइटी भयो होइन। उहाँहरूलाई चाहिँ इफ यु वान्ट टु गिभ वान अनेस्ट एडभाइस अनि जुन द्याट माइट हेल्प देम टु ल्यान्ड अ जब इन सिमिलर फिल्ड लाइक योर्स, के एउटा अनेस्ट के एडभाइसहरू छ? यो अब कम्युनिकेसन चाहिँ एउटा मेन त्यसमा। अब काम गर्दाखेरि पनि तपाईँको अब हामी एआई त होइन नि त, मान्छे हो नि त। किन भन्दा मान्छे भएपछि त अब हरेक कुरा चाहिँ हामीले कम्युनिकेट गरिन्छ। अब यो गर्दै भन्यो अथवा यो चाहिँ प्रोजेक्ट बनाउने भन्यो होइन, त्यसमा कसरी कम्युनिकेट गर्ने, अब कतिको इन्भल्भ छ मान्छे, त्यसले धेरै कुरामा अफेक्ट गर्छ कि। हजुरले काम प्रोफेसनली काम पाइसकेपछि पनि हजुरको ग्रोथ चाहिँ कतिको हुने भन्ने कुरा कम्युनिकेसनले डिटरमाइन गर्छ कि। त्यही भएर कम्युनिकेसन स्किल चाहिँ एकदमै मस्ट हो। अब काम नपाउँदा पनि अघि भने जस्तै इमेल रिप्लाई गर्ने, किन पाइनँ, मलाई किन रिजेक्ट गरिस् भन्ने। काम पाइसकेपछि नि अब आफूले केही कुरा जानेको छैन भने, मैले यो जानेको छैन भने यो कम्प्लिटली नर्मल हो कि। अब जस्तै आइटी फिल्डमा चाहिँ कम्प्लिटली नर्मल। अब मैले जानेको छैन भने चाहिँ ए ओके भन्ने, त्यो यसले जाने रहन्छ, यो त यो कामको लागि सुइटेबल होइन भनेर कसैले पनि सोच्दैन कि। म्यानेजरले चाहिँ ह्याप्पिली आएर त्यसलाई चाहिँ एकदम झन् राम्रो मान्छे भनेर मान्छ कि। कसैले केही बोलाएन भने यसले केही ठगिरहेछ या त काम राम्रोसँग गरेको छ जस्तो फिल हुन्छ कि। मेबी दे गेट इम्प्रेसन द्याट यसलाई सबै कुरा आउँछ होइन, त्यही भएर यसले सोध्दैन भन्ने। सो फ्रिली चाहिँ सोध्न सक्नु चाहिँ हुनु पर्यो। एकदम जाने छैन भन्न सक्नु पनि ठुलो कन्फिडेन्स हो। मान्छे सब भन्न सक्दैन नि। म आफै सुरुमा अब यो मलाई आउँदैन भन्दाखेरि फेरि यसले के भन्ला भन्ठानेर भनिँदैन क्या। त्यसले मलाई कति कुराहरू रोके हुन्छ त्यसले। अनि मलाई आउँदैन, यस एभ्री वान ह्युमन बिङ हो, नि सकिँदैन नि त। आउँदैन भने आउँदैन भन्ने त्यो कन्फिडेन्स पनि चाहिन्छ मान्छेलाई। त्यही त, इभन बोसलाई पनि कति कुराहरू चाहिँ थाहा भए हुँदैन कि। हामी अब नयाँ टेक्नोलोजी सिकेको मान्छे भयो, उनीहरू 20-30 वर्ष सेम फिल्डमा छन्, उनीहरूले हामीलाई कति कुराहरू चाहिँ यो कुरा हेल्प गर्दैन भनेर भनिरहेको हुन्छ कि। त्यही भएर कम्युनिकेसन त्यो एउटा सोध्ने कल्चर चाहिँ त्यो आफूले बनाउनु पर्छ। किनभने हामीलाई एटलिस्ट हामीलाई चाहिँ नेपाली भएपछि चाहिँ मेरो एक्सपिरियन्स के थियो भने रेज्युमे लेखा हुन्छ, रेज्युमेमा मलाई यो पनि आउँछ, त्यो पनि आउँछ, यो नै आउँछ भनेर हामीले फ्याँका त हुन्छ नि त होइन। फ्याँक्न त अलिकति फ्याँका हुन्छ। अनि त्यसपछि काम गर्न गइसकेपछि चाहिँ ओहो मैले यो सोधेँ भने त ओहो मलाई त्यो आउँछ भनेर आएको थिएँ, अथवा ओहो मलाई आउँदैन, तँलाई यति चाहिँ पनि आउँदैन, यत्रो भयो काम गरेको भनेर सोध्छु कि भने जस्तो त्यो चाहिँ हामीलाई फिल हुन्छ। बट द रियाक्सन द्याट आइभ गट एभ्री टाइम आई वेन्ट टु द सिनियर्स इज ओके, तँलाई थाहा नभएको कुरा आइज, जतिचोटि आइज आएर सोध भन्ने। त्यो एउटा चाहिँ वर्किङ कल्चर चाहिँ त्यो जुन चाहिँ छ नि अब नेपालमा तपाईँलाई यति चाहिँ पनि आउँदैन भन्ने छैन। त्यो एउटा वर्किङ कल्चर इट्स अ भेरी नाइस वर्किङ कल्चर हो कि। आफूभन्दा सिनियरसँग ढुक्क भएर सोध्ने। मेबी अब उनीहरूलाई फेरि ढकढक गरेर उनीहरूको फ्री टाइम कति बेला छ, मलाई यो कुरा आएको छैन,
सोध्ने त्यो लेभल पनि एउटा आफूले बनाउनु पऱ्यो कि अब सिम्पल कुरा चाहिँ अब जस्तै कोडिङ गरिरहेछ यहाँ अब सेमिकोलन छुट्यायो भने अब यो चाहिँ कसरी फिक्स गर्ने भनेर त्यो सोध्ने होइन नि त अब अलिकति सिनियर लेभलकै कुरा सोध्नु पऱ्यो त्यस्तो कुरा चाहिँ आफैले अब अलिकति रिसर्च गर्नु पऱ्यो खोज्नु पऱ्यो अब अलिकति सोध्न पर्ने कुरा चाहिँ सोध्नु पऱ्यो त्यहाँबाट डिस्टिङ्ग्विस गर्ने ओके वान एन्ड फाइनल एन्सर एउटा सेकेन्ड लास्ट क्वेसन एन्ड देन आई विल गो टु द लास्ट क्वेसन प्रोफेसनल रिजनले चाहिँ स्टुडेन्ट रिजनलाई इफ यु हेभ टु गिभ वान एडभाइस केही एडभाइस अथवा केही कुराहरू छ द्याट यु लाइक टु गिभ युर सेल्फ एज ए स्टुडेन्ट प्रोफेसनल रिजनले चाहिँ स्टुडेन्ट रिजनलाई कुनै पनि एडभाइस दिन चाहन्छु सो द्याट त्यो स्टुडेन्ट रिजन चाहिँ भोलि पछि आएर अहिले जुन प्रोफेसनल भएको छ त्योभन्दा नि बेटर होस् भनेर जस्तो अब एउटा कुरा भनेको त युनि लाइफ चाहिँ इन्जोय गर्ने त्यो फर्केर आउँदैन होइन अब मास्टर पढ्न जाँदा डिफ्रेन्ट हुन्छ तर अब अथवा मास्टरै पढिरहेछ भन्यो भने त्यो चाहिँ इन्जोय गर्ने आफूले अनि त्यसपछि त्यही हो पढिरहेछ भने पढाइमै चाहिँ फोकस गर्ने क्या काम कसरी पाउने त्यो गर्ने भनेर अब काममा मात्र फोकस नगर्ने पढाइमा नै त्यो केही छ नि त हामीलाई एकदमै काम लाग्ने कुरा जुन त्यो फाउन्डेसन बसाउने हो त्यसले बसाउँछ नि त त्यही भएर त्यहीँ डेडिकेटेड हुने काम खोज्ने टाइम अब आफ्नो 1 घन्टा चाहिँ काम खोज्न र छुट्टा छ भने बरु त्यो गर्ने तर पढ्ने टाइममा चाहिँ टक्क पढाइलाई नै फोकस गऱ्यो भने चाहिँ पछि गएर त्यो एउटा जो इन्जोय गर्ने त्यो माइन्ड पनि त्यही अनुसार डेभलप हुँदै जान्छ इन्जोयमेन्ट इन्भाइरोमेन्ट बनाउने आफै नै गर्ने टाइपको अनि प्रोफेसनलमा पनि त्यही पिकअप हुन्छ कि अनि एनी स्किल्स एनी ट्रेनिङ द्याट यु वान्ट स्टुडेन्ट रिजन टु लर्न स्किल्सहरू त्यही हो अघि कुरा गरिहालियो अब त्यो कन्फिडेन्ट भएर इङ्ग्लिस बोल्नु पर्यो यो होइन कन्फिडेन्ट त्यही हो अब डेभलप गर्दै गइन्छ आफै हुने कुरा हो तर जस्तो लर्निङ ऊ चाहिँ सधैँ भइरहनु पऱ्यो त्यसले नै जस करियर ग्रो हुने करियर स्टार्ट हुने हरेक कुरा चाहिँ त्यसले डिटरमाइन गर्ने हुन्छ कि अनि तपाईँको अब त्यही म चाहिँ के सल्लाह दिन चाहन्छु भने बोल्नलाई नट ओन्ली नेपाली अथवा इङ्ग्लिस जुनसुकै भाषा बोल्नलाई डराउनु भएन होइन भाषै त हो आखिर कम्युनिकेसन चाहिँ गर्न सक्ने हुनु पऱ्यो बाँकी त्यो यो हामीभन्दा अलिक फरक जातको हो फरक मान्छे हो खैरी हो के भन्ला भन्ने त्यो मनमा लिइरहनु पर्दैन तिनी पनि हामी जस्तै नर्मल मान्छे हो त्योसँग कम्युनिकेसन गर्न सक्ने मात्रै भयो भने पनि पुगिन्छ सो डर राख्नु भएन मनमा होइन खुलेर कम्युनिकेसन गर्ने बुझाउने उसको कुराहरू बुझ्न खोज्ने अनि त्यस पछाडि डराउनु भएन अब म अर्को सल्लाह के दिन चाहन्छु भने धेरै टेन्सन लिएर धेरै हसल लिएर पनि काम रहने रहेछ स्टुडेन्ट लाइफमा पनि चिल गर्न पाइन्छ ती माध्यमहरू पनि हुँदै रहेछन् पछि आएर थाहा पाएँ सो सधैँ टेन्सन हजुर त्यो क्षेत्रमा जाँदै गएपछि थाहा पाएँ अनि छन् अब आफ्नो आफ्नो सङ्घर्ष छन् तर साथसाथै रमाइलो पार्टहरू पनि छन् तिनीहरूलाई पनि छुटाउनु भयो होइन इन्टरटेनमेन्ट पनि सँगसँगै लानुपर्छ अनि पढाइ पनि उसले भने जस्तो पढाइ पनि गर्नुपर्छ त्यो डिफ्रेन्ट पार्ट कि मैले पढिने खासै पहिले नेपालमा पढिसकेँ र खासै त्यो क्षेत्रमा गरिएन भने ओके अब चाहिँ लास्ट क्वेसन प्रोफेसनल भइसकेपछि रिजनलाई बल्ल थाहा भयो के कुरा चाहिँ बल्ल थाहा भयो यो सिक्ने कुराहरू चाहिँ हामीले सबै कुरा जान्नु पर्दो रहेछ भन्ने कुरा थाहा भयो कि फर्स्ट काममा त्यो इन्टरभ्यू गर्न जाँदाखेरि चाहिँ अब जब डिस्क्रिप्सनमा लेखेको छ अब जस्तै सफ्टवेयर डेभलपमेन्टको अब .NET रियाक्ट अब टाइप स्क्रिप्ट लेखेको छ होइन हजुरहरू जे पाए त्यस लाग्ला तर त्यो लेखेको छ तर आफूलाई चाहिँ अब त्यो आफूलाई जे एउटा टेक्नोलोजी थाहा छ तर अरू टेक्नोलोजी चाहिँ आइडियै छैन अनि त्यसपछि त्यहाँ जाँदा चाहिँ इन्टरभ्यू जाँदा चाहिँ नर्भस हुने कि ल मलाई त यो थाहै छैन जस्तो फिल हुन्थ्यो तर गएपछि त्यहाँ सिकिँदो रहेछ कि त्यो चाहिँ अब जे प्रोफेसनल्ली गइसकेपछि चाहिँ मलाई यो थाहा छैन कसरी गर्छु त भन्ने त्यो क्युरियोसिटी हुन्थ्यो काम सुरु गर्दाखेरि गरिसकेपछि ए बल्ल थाहा भयो यिनीहरूले सब सिकाउँदो रहेछ भन्ने भयो अनि तपाईँलाई चाहिँ के कुरा छ जुन चाहिँ तपाईँलाई बल्ल थाहा भयो एज अ प्रोफेसनल म्यानेजर अफ इट एज अ प्रोफेसनल भइसकेपछि चाहिँ बल्ल थाहा पाएको भनेको चाहिँ सबै हामी जस्तै मान्छे हुँदो रहेछ कोही पनि त्यो म्यानेजर हामीले त सोचेको म्यानेजर भनेको त यस्तो डेन्जर के होला कस्तो होला कहाँ पढेर के गरेर होला नि लास्टमा अब सबै एड्दैन आफै त्यही क्षेत्रमा हुनु पऱ्यो सो आई रियलाइज कि त्यस्तो धेरै एक्स्ट्रा अर्डिनरी केही हुनु पर्दैन होइन इन्ट्रेस्ट हुनुपर्छ होइन इन्ट्रेस्ट हुनुपर्छ त्यो क्षेत्रमा काम गर्नुपर्छ बन्नलाई त्यस्तो गाह्रो होइन भन्ने कुरा बल्ल थाहा भयो थ्याङ्क यू भेरी मच सुभाष एन्ड रिजन आफ्नो त्यो यस्तो अमूल्य समयलाई
त्यो वर्क लाइफ ब्यालेन्सबाट हामीलाई अलिकति छुट्याइदिएर यहाँसम्म आइदिएर आफ्नो यो अमूल्य एक्सपिरियन्स हामीसँग सेयर गरिदिएकोमा Thank you धेरै for धेरै having us, धन्यवाद Dai. दिन चाहन्छु. इट वाज ग्रेट प्लेजर टु टक विथ यु गाइज. तपाईँहरूको एक्सपिरियन्स कस्तो भयो? नाइस. एकदम खुसी लाग्यो. बल्ल थाहा भयो सुरु भएको छ. अब धेरै मान्छेलाई चाहिँ बल्ल थाहा भयो. मुभमेन्ट धेरै आओस् हाम्रो यो प्रोग्रामबाट. त्यही गजब लाग्यो. सेटअपै बवाल छ. होपफुली विल गेट टु सी यु अगेन. त्यो हाम्रो कमेन्टबाट भोलि पर्सि नाच्न बोलाउनु परेछ हामीले चाहिँ होइन दुईजनालाई. यो त सानो एउटा टोकन अफ लभ फ्रम अक्रस लेभल टिम. थ्याङ्क यू थ्याङ्क यू so गाइज. much. तपाईँहरूको आई क्यान इभन थ्याङ्क यू इनफ. तपाईँहरू यत्रो समय हामीलाई निकालेर आएर यत्रो एउटा सानो एउटा त्यो लाइफ एक्सपिरियन्स अहिलेसम्म तपाईँले यो लाइफ एक्सपिरियन्स कसैसँग पनि सेयर गर्नुभएको थिएन होला. पक्कै हामीलाई चाहिँ ट्रस्ट गरेर सेयर गरिदिनु भएमा वी आर भेरी थ्याङ्कफुल टु यु गाइज. ग्रेट टु बी हियर. थ्याङ्क यू दाइ. थ्याङ्क यू Very गाइज. खुसी. यति भन्दै आजको हाम्रो पोडकास्ट वी अलमोस्ट एट द एन्ड अफ द पोडकास्ट. तपाईँको काम जे होस्, नो म्याटर वाट यु केम हियर फर, सबैभन्दा सुरुमा तपाईँ स्टुडेन्ट भएर आउने भनेको यु वान्ट टु बी समथिङ. तपाईँ एउटा पढ्छु भनेर आउनुहुन्छ. भाग्यवश अभाग्यवश अथवा बिकज अफ सम सर्कमस्टान्सेस तपाईँले त्यो पढाइ सक्नु पनि भएको छ कि छैन र पढाइ नसक्नु पनि सक्नु भएको होला. जे बन्न आउनु भएको थियो त्यो बन्न पनि नसक्नु भएको होला. तर यु आर इन अ फिल्ड द्याट यु हुन्छ नि तपाईँलाई एउटा त्यो लाइफले डोराएको फिल्डमा तपाईँ पक्कै पनि हुनुहुन्छ. त्यहाँसम्म आउनु पनि एउटा धेरै नै ठुलो कुरा हो. हाम्रो दुईजना प्रोफेसनलको आजको गेस्टको एउटा लाइफ एक्सपिरियन्स इट वाज जस्ट टु डिफ्रेन्ट एस्पेक्ट अफ देयर लाइफ. यहाँ यो एक्सपिरियन्स भन्दा पनि धेरै नै कामहरू गरेर बस्नुभएको र अरू काममा गरेर अथवा अर्कै प्रोसेसमा भएको अरू नै नलेज भएको हाम्रो प्रोफेसनल साथीहरू नै हुनुहुन्छ होला. इफ यु वान्ट टु सेयर द सिमिलर स्टोरी विथ यु हामीलाई कन्ट्याक्ट गर्नु होला. यति भन्दै म आजको पोडकास्टबाट बिदा लिन चाहन्छु. द मेन थिङ द्याट वी लर्न फ्रम आवर पोडकास्ट टुडे इज हार मान्नु भएन. जे होस् टाइम आएपछि सबैको हुन्छ. तपाईँले आफूलाई मोटिभेट गरिराख्नुहोस्. डन्ट डिमोटिभेट युर सेल्फ. एउटा रिजेक्सन तपाईँलाई कहीँबाट आयो भने यु हेभ टु लुक फर बेटर. तपाईँ आफूलाई बेटर कसरी बनाउँछु, गल्ती मेरो छ कि इफ दे इज समथिङ द्याट आई क्यान डु भनेर तपाईँले आफूलाई गर्नु पऱ्यो. अनि आफ्नो कम्युनिकेसनहरूलाई पनि अलिकति बेटर बनाउनुहोस् सो द्याट इट विल हेल्प इन यर प्रोफेसनल लाइफ. यति भन्दै म बिदा लिन चाहन्छु. अक्रस लेभलको टिम बल्ल थापो साइनिङ अफ नाउ. बाइ बाइ.